नमस्ते सबैजनालाई स्वागत छ हाम्रो इस गिफ्ट्स एजुकेसन युट्युब च्यानलमा। म राजेश पौडेल। ल आजको लेक्चर हामी सुरु गरौँ है। आज चाहिँ हामीले यो फर्स्ट ल अफ थर्मोडायनामिक्सको वान सर्ट भिडियो लिएर आएको छौँ है। यो भन्दा अगाडि मैले लगभग सबै मैले च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 3 को वान सर्ट भिडियो मैले लिएर आइसकेको छु, जसको लिंक तल डिस्क्रिप्सनमा छ है। अनि धेरैजनाले यो हैन इम्पोर्टेन्ट क्वेशन चाहियो, एमसीक्यूहरु चाहियो भनेर भन्नु भएको छ है। त्यसको लागि पनि मैले तल लिंक दिएको छु। त्यो इम्पोर्टेन्ट क्वेशनहरु मैले सबै लेसनहरुको अलरेडी सल्भ गरेको छु। तल लिंक छ, त्यहाँ गएर चाहिँ हेर्नु होला। त्यहाँ चाहिँ मैले इम्पोर्टेन्ट क्वेशनहरु, ओल्ड इज गोल्डमा आएको क्वेशनहरु सबै सल्भ गरिसकेको छु है। यहाँ मैले वान सर्ट भिडियो चाहिँ मैले लिएर आएको छु। हजुरले यो मोस्टली इम्पोर्टेन्ट 2081 र 82 मा सिलेबसमा दिए अनुसार चाहिँ मैले यहाँ भनेको छु र यति हेर्नुभयो भने चाहिँ एक्जाममा चाहिँ यति भित्र भन्दा अरु बाहिरको कुनै पनि क्वेशनहरु आउँदैन है। त्यही भएर मेन भनेको सानो कुराहरु हामी बुझ्न पर्छ के है। ल अब आज हामी लागौं है। त आज हामीले यो फर्स्ट ल अफ थर्मोडायनामिक्समा के हेर्छौं त भन्दाखेरि यो थर्मोडायनामिक सिस्टम भनेको के हो है। अनि यो वर्क डन ड्युरिङ भोल्युम चेन्जको यो डेरिभेसन है। अनि इन्टरनल एनर्जी भनेको के हो, अनि फर्स्ट ल अफ थर्मोडायनामिक्सको यो थोरै पार्ट हेर्छौं है। अनि अर्को चाहिँ हामीले एडियाबेटिक प्रोसेस के हो, आइसोब्यारिक प्रोसेस, आइसोथर्मल, आइसोब्यारिक है, यो आइसोक्लोरिक, यिनीहरु प्रोसेसहरु कस्तो खालको प्रोसेस भन्छ त यिनीहरुलाई, त्यो कुरा हेर्छौं। अनि हिट क्यापेसिटी है, हिट क्यापेसिटी, स्पेसिफिक हिट क्यापेसिटी अफ ग्यास एट कन्स्टेन्ट प्रेसर एट कन्स्टेन्ट भोल्युम है। यो न्यूमेरिकलमा इम्पोर्टेन्ट छ नि रिलेसन सीपी माइनस सीवी इज इक्वल टु आर भन्ने रिलेसन है। यिनीहरु कुराहरु हामीले चाहिँ हेर्छौं। अनि अन्तिममा चाहिँ हामीले यो आइसोथर्मल र एडियाबेटिक प्रोसेसको चाहिँ यो डेरिभेसन है। यो डेरिभेसन मोस्ट इम्पोर्टेन्ट छ, लङ क्वेशनमा आउँछ। यो डेरिभेसन हेर्छौं है। हाम्रो सिलेबसमा दिएको पनि यति नै हो है। यो यति नै हो हाम्रो सिलेबसमा दिएको। यो भन्दा बाहिरको क्वेशनहरु आउँदैन। हामी यति हेर्यौं भने डेरिभेसनमा सर्ट क्वेशनमा आउने कुराहरु चाहिँ हामी लगभग हामी सबै सकिन्छ। र यसको मैले अलरेडी यो न्यूमेरिकल पार्ट, सर्ट क्वेशनहरु है, ओल्ड इज गोल्डमा आएको क्वेशनहरु मैले अलरेडी गरिसकेको छु, जसको लिंक चाहिँ मैले भनिरहेको छु तल डिस्क्रिप्सनमा छ। त्यहाँ गएर हजुरहरुले हेर्नु होला है त। ल अब हामी यता यो फर्स्ट ल तिर जान्छौं। अब हामी चाहिँ यो सुरु गर्छौं है त च्याप्टर। ल सुरुमा छ हामीले हेर्नुपर्ने थर्मोडायनामिक सिस्टम भनेको के हो त। अब हेरौं त, थर्मोडायनामिक सिस्टम इज द ब्रान्च अफ फिजिक्स व्हिच डिल विथ द स्टडी अफ heat and its transformation to the mechanical energy भनेर भन्यो। हिटलाई केमा ट्रान्सफर गर्ने, मेकानिकल एनर्जीमा ट्रान्सफर गर्नेलाई के भन्दो रहेछ त भन्दा थर्मोडायनामिक सिस्टम है। सिम्पल एउटा एक्जाम्पल हेर्ने हो भने हामीले कहिले हाम्रो यो इन्जिन हुन्छ नि, यो बाइकहरुको पेट्रोलहरुको इन्जिन हुन्छ नि, त्यसमा चाहिँ के हुन्छ, हामीले पेट्रोल किन हाल्छौं थाहा? पेट्रोल किन हाल्छौं भन्दाखेरि त्यहाँ हाम्रो इन्जिनमा पिस्टन हालेको हुन्छ के है। पिस्टन हुन्छ अनि त्यहाँ आगो लागु हुन्छ। हिट के हुन्छ त, आगो लागेपछि हिट बाहिर निस्किन्छ र यो पिस्टन घुम्छ है। जसले गर्दा हामीलाई के दिन्छ त यसले चाहिँ भन्दा हाम्रो पाङ्ग्राहरु हैन, हिट भनेपछि यो पिस्टन हिँड्छ के, जसले गर्दा हाम्रो पाङ्ग्राहरु हैन, हाम्रो डिफरेन्ट यो वर्क डन हुन्छ के, जसले गर्दाखेरि हो त्यो वर्क डन भनेको हाम्रो मेकानिकल एनर्जी हो। कहाँबाट गयो त, हिटबाट केमा कन्भर्ट भयो त, मेकानिकल एनर्जी हो। त्यस्तोले हाम्रो के भन्छ त, थर्मोडायनामिक सिस्टम। थर्मोडायनामिक सिस्टम भन्दा पनि फर्स्ट थर्मोडायनामिक सिस्टम भनेर के, फर्स्ट ल अफ थर्मोडायनामिक सिस्टम है, जसमा चाहिँ हाम्रो हिट चाहिँ केमा चेन्ज हुन्छ त, मेकानिकल एनर्जीमा के हुन्छ त, चेन्ज हुन्छ है। ल अब नेक्स्ट हेरौं त, तीन टाइप अफ थर्मोडायनामिक सिस्टम हुन्छ। पहिलो छ हाम्रो ओपन सिस्टम, सेकेन्डमा छ हाम्रो क्लोज सिस्टम र थर्डमा छ हाम्रो आइसोलेटेड सिस्टम। अब फर्स्टको ओपन सिस्टममा हेरौं त, इट इज द टाइप अफ सिस्टम व्हिच क्यान एक्सचेन्ज बोथ मास एन्ड एनर्जी। के चेन्ज हुने, मास र एनर्जी कस्तो होला विथ इट्स सराउन्डिङबाट है भनेको। अब यो फिगर हेरौं त, अब यो फिगरमा हेरेपछि जम्मै बुझ्यो, क्लियर भयो के है। यसमा हेरौं त, यो कुनै पनि यो ग्लासको एउटा फ्ल्यागमा या हामीले कुनै पनि एउटा सिसाको ग्लासमा या कुनै पनि ग्लासमा हामीले लियौं भने के हुन्छ, त्यसमा भन्दा वरिपरिबाट के हुन्छ, एउटा हिट निस्किन्छ माथिबाट सबैबाट। अर्को यो भ्यापरको फर्ममा के पनि निस्किन्छ त, वाटर भ्यापर निस्किन्छ, निस्किन्न,
वाटर भ्यापर निस्किन्छ है त्यहाँ त्यो भनेको के हो त मास हो जसमा के हुन्छ मासको र हिटको के हुन्छ त एक्सचेन्ज हुन्छ के ट्रान्सफर हुन्छ त्यसलाई के भन्छ त हाम्रो ओपन सिस्टम भन्छ के त्यसलाई है अब क्लोज सिस्टम हेरौँ क्लोज भनेपछि त बन्द यो भाडो के हुन पर्यो बन्द हुन पर्यो है अब यसो हेरौँ त यसमा यो भाडो बन्द भने के हुन्छ त भन्दाखेरि हिट त छेउछेउबाट ट्रान्सफर हुन्छ तर मास यो भ्यापर त यहाँ उडेको यही सेलाएर यही तल झर्ने भयो नि त मास के हुने भएन एक्सचेन्ज हुने भएन के मात्र एक्सचेन्ज हुने भयो यो भाडोको हिट एक्सचेन्ज हुने भयो इट इज द टाइप अफ सिस्टम व्हिच क्यान एक्सचेन्ज इनर्जी इनर्जी भनेको के हो त हिट हो है इनर्जी भनेको हिट हो बट नट मास त्यसलाई के भन्छ त हाम्रो क्लोज सिस्टम भनेर भन्छ है बुझ्यो है मास ट्रान्सफर हुने हिट ट्रान्सफर नहुने है र अर्को भनेको हाम्रो हेर्यो बन्द पनि गरियो यो आइसोलेटेड सिस्टम भनेको वरिपरि यो थर्मोकोलले पनि के गर्दियो बेर्दियो के भनेको यहाँ तातो उड्थ्यो नि त्यो पनि के गर्दियो रोक्दियो के तातो पनि हिट पनि के गर्दियो एक्सचेन्ज गर्न रोक्दियो त्यसलाई के भन्छ आइसोलेटेड सिस्टम के इट इज द टाइप अफ सिस्टम व्हिच क्यान नाइदर चेन्ज मास नर इनर्जी न त मास एक्सचेन्ज हुन्छ न त इनर्जी हेर्नु त यहाँ यसमा के छ मास पनि छैन हिट पनि छैन है मास पनि छैन हिट पनि छैन त्यसलाई के भन्छ त हाम्रो आइसोलेटेड सिस्टम है अब बुझ्यो तीनटा सिस्टम एउटा खोलेको भाँडो एउटा ढक्कन लाएको भाँडो र ढक्कन प्लस थर्मोकोल लाएको भाँडो हो यस्तो खालको सिस्टम चाहिँ ओपन क्लोज र आइसोलेटेड सिस्टम हुन्छ जुन चाहिँ थर्मोडायनामिक सिस्टमको 3 टाइप हो है 3 टाइप अफ थर्मोडायनामिक सिस्टम ल अब अर्को हेरौँ है अर्कोमा छ हाम्रो यो वर्क डन ड्युरिङ भोल्युम चेन्ज भन्ने छ यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि यो एउटा पिस्टन छ के है हाम्रो थर्मोडायनामिक सिस्टममा यो तिमीहरुको डेरिभेटिभमा आउँछ एकदम इम्पोर्टेन्ट छ यो चाहिँ तिमीहरुको डेरिभेटिभमा आउँछ यसमा चाहिँ के छ त भन्दाखेरि हाम्रो जब यो पिस्टन यहाँ यस्तो मुभ भयो भने यो पिस्टन यहाँ आयो भने यसले ओक्डन कति काम गर्छ त ओक्डन कति हुन्छ त भनेर हामीले निकाल्न पर्छ के है यो पिस्टनको के एउटा सिलिन्डर छ रे यो के हो त हाम्रो एउटा सिलिन्डर हो त्यसमा चाहिँ प्रेसर छ भोल्युम छ यसमा प्रेसर छ भोल्युम छ र यसमा चाहिँ हामीले यति स्लाइड या कति हामीले एक्सचेन्ज गरौँ भने त्यसमा लाग्ने ओक्डन कति हुन्छ भनेर हामीले के गर्नुपर्छ निकाल्न पर्छ है ल हेरौँ है यो डेरिभेसन हो है यो डेरिभेसन हो एकदम इम्पोर्टेन्ट छ यो ध्यान दिएर हेर सबैजनाले अनि यो एक्जाममा एकदम इम्पोर्टेन्ट छ एक्जाममा सोध्छ है ल अब यहाँ हेरौँ त यहाँ के छ भन्दाखेरि हाम्रो ल्याङ्ग्वेज पार्टबाट सुरु गर्नुपर्छ लेट अस कन्सिडर अ ग्यास कीप्ड इन द सिलिन्डर यो सिलिन्डरमा हाम्रो के गर्यो त भन्दाखेरि ग्यास राख्यो रे के एउटा सिलिन्डरमा ग्यास लाग्यो विथ अ मुभेबल फ्रिक्सनलेस पिस्टन यो पिस्टन छ नि यो के हो त फ्रिक्सनलेस पिस्टन के गर्यो राख्यो जसको प्रेसर P छ है भोल्युम V छ यो भोल्युम र टेम्परेचर के छ हाम्रो T छ एउटा फिक्स अमाउन्ट अफ टेम्परेचर छ रे है अनि यसमा चाहिँ अर्को के छ सपोज द ग्यास एक्सपान्ड बाइ द स्मल भोल्युम है स्मल भोल्युमबाट एक्सपान्ड भयो कि त यहाँबाट यहाँसम्म बढ्न गर्यो यसरी हामीले बाहिरतिर निकाल्दियौं कि त यस्तो अझै प्रेसर दिएर घटाइदियौं है जसरी गरे नि भयो अहिलेलाई हामीले यो बाहिर निकाल्दियौं भन्ने हामीले सपोज गर्यौं है गर्यौं भने देन द पिस्टन मुभ फरवर्ड बाइ डिस्टेन्स dx यति डिस्टेन्सले के भयो त भन्दा यति डिस्टेन्सले के भयो त फरवर्ड भयो इफ A is the cross section area of a cylinder then force on piston is यो छ नि यति चाहिँ के छ त हाम्रो क्रस सेक्सन एरिया यसलाई चाहिँ हामीले A भनिदियौं के यति पिस्टनको एउटा कुनै पनि भाँडोको के छ त भन्दा यो तलको जति भाँडो छ नि यो भाँडोको यो अब भनिदियौं भने अब कुनै पनि एउटा बक्समा अब यसरी हामीले राखियो भने यो तलको भाग चाहिँ एउटा क्रस सेक्सन एरिया लिएको के यो यति भागको हाम्रो क्रस सेक्सन एरिया लिएको है यसलाई चाहिँ A भन्ने सपोज गरेको भने फोर्स कति हुन्छ त भन्दाखेरि पहिला हामीले फोर्सबाट निकाल्नु पर्छ है फोर्स भनेको हाम्रो के छ प्रेसर इन्टु फोर्स प्रेसर भनेको फोर्स बाइ एरिया हो के हामीले सानोबाट पढेको भनेको फोर्स भनेको प्रेसर इन्टु एरिया है यो एरिया यता गयो है अब नेक्स्ट अब द चेन्ज इन भोल्युम चाहिँ चेन्ज कति हुन्छ भन्दाखेरि dV भनेको A इन्टु dx भनेको स्मल यति स्मल भोल्युम चाहिँ कति चेन्ज हुन्छ भनेको यो A इन्टु dx हेर्नु है हाम्रो के हुन्छ भोल्युम भनेको
भोल्युम भनेको L इन्टु B इन्टु H हो कि हैन अनि एरिया भनेको हाम्रो के हो त भन्दा L इन्टु B हो कि हैन हो यो पिस्टनको यति भाग के हो त हाम्रो L इन्टु B हो जहाँ चाहिँ हामीले के लेख्न पायो यतिमा चाहिँ हामीले के लेख्न पायो A भनेर लेख्न पायो र H भनेको हेर यति हिँडेको के हेर यति हिँड्यो नि यहाँबाट यहाँसम्म गयो नि त यसलाई चाहिँ हामीले के भन्दियौं त भन्दा H भन्दियौं H या यसलाई चाहिँ हामीले dx भनेर सपोज गर्दियौं हो त्यही भएर v इज इक्वल टु a इन्टु dx भनेर के गर्न पाइयो हामीले लेख्न पाइयो र यो स्मल हो नि त यो स्मल भोल्युम हामीले सपोज गरेको यो स्मल हो नि त त्यही भएर हामीले यसलाई चाहिँ v को साटु dv भनेर लेखेको है यो कसरी भयो भन्ने बुझ्नु भयो होला है ल अब अर्को हेरौं त dv भयो अब यसमा चाहिँ अब स्मल ओक डाउन कति हुन्छ त ओक डाउन भनेको हामीले के थाहा छ ओक डाउन भनेको फोर्स इन्टु डिस्टेन्स हो कि हैन डिस्टेन्स फोर्स F आयो डिस्टेन्स भनेको dx यति डिस्टेन्स dx है यहाँ यति डिस्टेन्स के भयो त हाम्रो गयो है F इन्टु dx अनि dw इज इक्वल टु फोर्स को ठाउँमा हाम्रो हेर्यो भ्यालु लर के गर्दियौं त ल्याएर राख्दियौं हेर्यो भ्यालु चाहिँ के गर्दियौं त भन्दा यहाँ ल्याएर राख्दियौं है फोर्स को p इन्टु a dx अनि dw भनेको p इन्टु a भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि p इन्टु a भनेको a dx भनेको a dx भनेको हाम्रो के छ त dv छ यसमा चाहिँ हामीले के राख्दियौं p dv यसरी के आयो त हाम्रो dw भनेको के आयो त भन्दा p dv भनेर हाम्रो के आयो त यो भ्यालु आयो हैन त यति सजिलो के है कति ओक डाउन हुँदो रहेछ प्रेसर र स्मल प्रेसर इन्टु चेन्ज इन भोल्युम भनेर हुँदो रहेछ है यो आयो हाम्रो अब यसमा चाहिँ हामीले के गर्न पर्यो भन्दाखेरि अब हेरौं है यसमा भोल्युम व्हेन द भोल्युम अफ ग्यास चेन्ज फ्रम v1 टु v2 हेर्यो v1 बाट v2 सम्म के भयो त चेन्ज भयो रे के है यहाँ हुँदा भोल्युम यो टोटल भोल्युम कति थियो त यो टोटल भोल्युम कति थियो त भन्दाखेरि v1 थियो यहाँसम्म पुग्दा कति भयो त यो टोटल भोल्युम v2 भयो then the total work done is obtained by the integrating within the limit v1 to v2 v1 देखि v2 सम्म कति हुन्छ त भन्दाखेरि हाम्रो टोटल वर्क डन भनेको इन्टिग्रेसन गर्न पर्यो यहाँबाट यहाँसम्म हाम्रो के गर्न पर्यो इन्टिग्रेसन यहाँ कुनै पनि भोल्युम टोटल वर्क डन गर्नको लागि v1 देखि v2 सम्म हाम्रो कति वर्क डन हुन्छ भन्दाखेरि यो वर्क डनलाई टोटल वर्क डनलाई इन्टिग्रेट गरौँ अनि यता v1 देखि v2 अनि dw को ठाउँमा हाम्रो p dv यही भ्यालु राख्दियौं है यही भ्यालु राख्दिएको हामीले यही भ्यालु राख्दिएको dw को साटो p dv हो यति गरेपछि हाम्रो यही हो के यति नै हो के हाम्रो डेरिभेसन भनेको है यति नै हो भनेको when the final volume v2 is greater than the initial volume यदि भोल्युम इनिशियल भन्दा बढो भनेको यहाँ यो भोल्युम v1 v2 हो के न यो यदि यसरी पिस्टन बाहिर आयो then the change of volume v2 minus v1 is positive भनेको v2 minus v1 यदि भोल्युम 2 भोल्युम 1 भन्दा बढ्यो भने त यो पोजिटिभ हुन्छ हो के न यो बाहिर आयो भने hence the expansion of gas work done by the system is taken as positive यो बाहिर आयो भने work done by the system positive हुन्छ if v2 is less than v1 यदि v2 चाहिँ v1 भन्दा लेस सपोज अब यहाँको साटो यदि यहाँ v2 हुन्थ्यो भने भनेको यो प्रेसर चाहिँ बाहिर निकाली के गर्ने त भन्दाखेरि भित्र गर्दिने कि भित्र हाल्दिने हो भने के हुन्छ त भन्दाखेरि वर्क डन इज नेगेटिभ हुन्छ हो सधैँ हाम्रो भ्यालु के हुन्छ भ्यालु नेगेटिभ भ्यालु बढी भयो भने या नेगेटिभ भ्यालु बढी भयो भने के हुन्छ त नेगेटिभ आउँछ अनि ग्यास के हुन्छ त कम्प्रेस हुन्छ के हो के हैन यो भित्र आयो भने त यहाँ भएको ग्यास अझै के हुन्छ त यहाँसम्म पिस्टन आउँछ र के हुन्छ कम्प्रेस हुन्छ है हो यही नै के हो त हाम्रो वर्क डन ड्युरिङ भोल्युम चेन्ज भनेर हामीले के गर्न पाइयो लेख्न पाइयो है ल सबैले यसमा बुझ्यो होला है यसमा केही पनि छैन हामीले कहाँबाट फोर्सबाट सुरु गर्यौं अनि यसमा dv भनेको आयो र स्मल वर्क डन मेन भनेको हामीले के सिक्न पर्छ भन्दाखेरि वर्क डन भनेको फोर्स इन्टु डिस्टेन्स हो के न फोर्स को भ्यालु हामीले यहाँबाट निकाल्यौं डिस्टेन्स को भ्यालु हामीले त्यहाँबाट निकालेर टोटल वर्क डन कति हुँदो रहेछ त भनेर हामीले वर्क डन भनेको कति आयो त v1 देखि v2 p dv हेर्यो हाम्रो चाहिँ न्यूमेरिकलमा या आइसोब्यारिक थर्मल प्रोसेसमा निकाल्नको लागि काम लाग्छ यो है यो स्मल एउटा डेरिभेटिभ आउन सक्छ हामीले यति पढ्यौं भने यहाँसम्म के हुन्छ त रिक्वायर्ड सोलुसन हो के यो है ल
अब यति नै हो यो भोल्युम डन ड्युरिङ सरी वर्क डन ड्युरिङ भोल्युम चेन्जमा। अब हामी नेक्स्टमा जाउँ। नेक्स्टमा अब इन्टरनल इनर्जी छ। के हो त इन्टरनल इनर्जी भनेको है? अब इन्टरनल इनर्जी भनेको के हो त भन्दाखेरि हाम्रो अब के छ भन्दाखेरि स्टेट 1 छ है, अघिको चाहिँ है, एउटा ग्यास छ, एउटा भाँडामा हामीले ग्यास लियौं अनि यहाँ चाहिँ हाम्रो पिस्टन भयो है। अब यसमा के गर्यो भन्दाखेरि एउटा वर्क डन गर्यो के थियो भन्दा यहाँबाट यहाँसम्म के गर्यो भित्र अँचेट्यो। अघिको हामीले बाहिर निस्के थियो नि यो भित्र गयो के भनेदेखि यो 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 ग्यासहरु जुन फिंजारेको छ यो त एकै ठाउँ गुजुमुट्ट पर्ने भयो नि त, हो कि हैन? भित्रको इनर्जी के हुने भयो त भन्दाखेरि पहिला आनन्दले हुन्थ्यो नि त एकदम कन्सन्ट्रेट हुने भयो, इनर्जी के हुने भयो बढ्ने भयो हो। यसको इन्टरनल इनर्जी यु, यसलाई रिप्रेजेन्ट युले गर्छ इन्टरनल इनर्जी के हुने भयो बढ्ने भयो हो। त्यही नै हो इन्टरनल इनर्जी भनेको टोटल इनर्जी माइनस वर्क डन भनेको पहिलाको भनेको हाम्रो पहिलाको पछिको इनर्जी माइनस पहिलोको इनर्जी E2 माइनस E1 या हाम्रो कति हिट सप्लाई दिन्छ र वर्क डन कति वर्क डन सम्म माइनस गर्ने यो फर्स्ट ल पनि भन्छ। यसलाई चाहिँ हामीले फर्स्ट लबाट पनि हेर्न सकिन्छ। त्यो भन्दा पहिला हामीले E2 माइनस E1 भन्दियौ नि इन्टरनल इनर्जी चेन्ज इन इन्टरनल इनर्जी डेल E भनेर है। ल हेरौँ है इन्टरनल इनर्जी भनेको द टोटल इनर्जी which is possessed by the molecule of a system or the sum of kinetic energy and potential energy is called internal energy है। टोटल मोलिक्युल अफ अ सिस्टम काइनेटिक इनर्जी पोटेन्शियल इनर्जी टोटल भित्रको इनर्जी कति छ त भनेर हामीले त्यही इन्टरनल इनर्जी भनेर हामीले सिम्पली डिफाइन गर्न सकिन्छ। र इन केस अफ आइडियल ग्यास देयर इज नो पोटेन्शियल इनर्जी। एउटा आइडियल ग्यासमा कहिले पनि पोटेन्शियल इनर्जी हुँदैन। र इन केस अफ आइडियल ग्यास इन्टरनल इनर्जी इज काइनेटिक इनर्जी ओन्ली एन्ड डिपेन्ड अपन द एब्सोल्युट टेम्परेचर। र यसले चाहिँ टेम्परेचरसँग डिपेन्ड गर्छ। इन्टरनल इनर्जी इज इक्वल टु काइनेटिक र पोटेन्शियल हुन्छ। आइडियल ग्यासमा के हुन्छ इन्टरनल इनर्जी भनेको के हो त हाम्रो काइनेटिक इनर्जी हो भनेर भन्छ है। ल भनेको चेन्ज इन इन्टरनल इनर्जी, इन्टरनल इनर्जी चेन्ज भनेको हिट एडेड टु द सिस्टम माइनस हिट वर्क डन बाइ द सिस्टम है। भनेको यदि हामीले यहाँ कुनै पनि वर्क डन लायौं भने या वर्क डन हाम्रो निस्कियो है भनेदेखि त्यसलाई चाहिँ हामीले के गर्छौं त भन्दाखेरि यो इन्टरनल इनर्जी भनेको अब हाम्रो इन्टरनल इनर्जी चेन्ज भनेको अब यसमा चाहिँ अब हेरौँ यो फर्स्ट लबाट हेरौँ पहिला यो इन्टरनल इनर्जी र यो फर्स्ट ल अफ थर्मोडायनामिक्स चाहिँ हाम्रो सिमिलर छ। ल फर्स्ट ल अफ थर्मोडायनामिक्स को हेरौँ। It is the conservation of law of energy. It states is some simply about thermodynamics लाई हामीले कसरी energy neither be created nor be destroyed nor transferred from one form to another form एउटा definition है। अर्को definition हामीले कसरी निकाल्न सक्छ if some amount of heat is given to the system, सिस्टममा केही amount of heat energy चाहिँ दियौं भने Q amount of heat चाहिँ हामीले सिस्टममा दियौं भने to the system a part of heat is used in external work के चाहिँ external work को लागि काम गर्छ र remaining part to increase the internal energy कुनै अनि बाँकी चाहिँ के हुन्छ त internal energy कुनै पनि heat Q हामीले दियौं भने एउटा work को लागि काम गर्छ रे कुनै अलिकति इनर्जी र अलिकति इनर्जी बाँकी रहेको चाहिँ हाम्रो के हुन्छ त internal energy जसलाई चाहिँ हामीले U रे रिप्रेजेन्ट गर्छौं त्यो चाहिँ इन्क्रिज हुन सहयोग गर्छ रे है। भनेको हामीले कुनै पनि भाँडोमा है कुनै पनि भाँडोमा हामीले यो हिट इनर्जी Q भनेर एउटा हिट इनर्जी दियौं भने यो पिस्टनमा है के हुन्छ त भन्दाखेरि यो एउटा यो बाहिर निस्किन्छ यहाँ वर्क डन हुन्छ र बाँकी रहेको यसको हिट इनर्जी यसको इन्टरनल इनर्जी के हुन्छ त भन्दाखेरि बढ्छ। त्यही भनेको है। अब यसैले हेरौँ न U लाई के गर्दिम यता ल्याइदिम Q लाई के गर्दिम उता ल्याइदिम भने त यही आयो नि त। त्यसलाई के भन्छ चेन्ज इन इन्टरनल इनर्जी को चेन्ज हो है। ल फर्स्ट ल अफ थर्मोडायनामिक्स सबैले बुझ्यो होला के रे है। नबुझेदेखि कमेन्ट लेख्नु म त्यसैको चाहिँ अझै डिटेल भिडियो चाहिँ म यो ल अफ थर्मोडायनामिक्स को बारेमा खासमा के हो त यो भनेर म बुझाउँछु है। ल अब अर्को स्लाइडमा जाउँ। थर्मोडायनामिक्स प्रोसेस।
अब थर्मोडायनामिक्स प्रोसेस भनेको थर्मोडायनामिक प्रोसेस इज द वे इन विच द सिस्टम लाइक ग्यास लिक्विड अर सोलिड अन्डरगो चेन्ज इन इट्स टेम्परेचर प्रेसर भोल्युम अर इनर्जी है। अब चारवटा मेन थर्मोडायनामिक्स प्रोसेस छ। पहिलो चाहिँ आइसोबारिक प्रोसेस छ। आइसोबारिक भनेको आइसो मिन्स कन्स्ट्यान्ट है, यो आइसो भनेको के हुँदो रहेछ कन्स्ट्यान्ट, र बारिक भनेको चाहिँ प्रेसर। कुनै पनि प्रोसेस जसमा चाहिँ सिस्टम जसको सिस्टममा प्रेसर के हुन्छ त भन्दाखेरि कन्स्ट्यान्ट हुन्छ भने त्यसलाई चाहिँ के भन्छ त अनि टेम्परेचर र भोल्युम चाहिँ चेन्ज हुन्छ, तर है प्रेसर कन्स्ट्यान्ट हुन्छ टेम्परेचर र भोल्युम के हुन्छ चेन्ज हुन्छ, त्यस्तो खालको प्रोसेसलाई आइसोबारिक प्रोसेस भन्छ है। जसरी त्यही अघिको हेरौँ न, यो कुनै पनि भाडो ततायौं भने यो भाडोको यहाँ भित्र हुने प्रेसर र बाहिरको प्रेसर के हुन्छ त सेम हुन्छ के, भनेको भाडो भित्र र बाहिरको एटमोस्फेरिक प्रेसर के हुन्छ त सेम हुन्छ, यो भाडो भित्र र बाहिरको है। तर यसमा लाउने टेम्परेचर चाहिँ हामीले हिट दियौं भने क्यू एमाउन्ट अफ हिट दियौं भने टेम्परेचर पनि बढ्छ, अनि हामीले कुनै पनि सोलिडलाई हामीले हिट दियौं भने त्यसको भोल्युम पनि के हुन्छ त बढ्छ है। त्यस्तो खालको प्रोसेसलाई के भन्छ त आइसोबारिक प्रोसेस भन्छ के, जसको प्रेसर कन्स्ट्यान्ट हुने टेम्परेचर र भोल्युम के हुने चेन्ज हुने। अब चाहिँ हामीले आइसोक्लोरिक प्रोसेस हेरौँ है। आइसो भनेको कन्स्ट्यान्ट, क्लोरिक भनेको भोल्युम है। कन्स्ट्यान्ट भोल्युम हुने प्रोसेस जसलाई चाहिँ हामीले आइसोमेरिक अर कन्स्ट्यान्ट भोल्युम पनि भन्छ, अनि जसमा चाहिँ भोल्युम चाहिँ के हुन्छ त भन्दाखेरि कन्स्ट्यान्ट हुन्छ र अदर प्रोपर्टिज चाहिँ के हुन्छ हिट टेम्परेचर र प्रेसर के हुन्छ त चेन्ज हुन्छ। जसरी एउटा यो हेरौँ न, यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले तलबाट हिट लगाइदियौँ भने के हुन्छ, हिट पनि के हुन्छ त बाहिर निस्किन्छ है, प्रेसर पनि यहाँको के हुन्छ त बढ्छ, तर मास हैन यसको भोल्युम हुन्छ नि, यो यहाँ हुने भोल्युम जुन वाटर भेपरको जुन एमाउन्ट अफ वाटर छ नि त्यो माथि आउँछ, अनि फेरि के हुन्छ त तल आउँछ, फेरि माथि आउँछ तल आउँछ, के हुन्छ एक्सचेन्ज हुन्छ। यहाँ त एक्सचेन्ज हुन्छ नि त, यहाँ त मास जति ततायो त्यति वाटर भेपर माथि गएर चेन्ज भयो है, तर यसमा चाहिँ चेन्ज हुँदैन, के हुँदैन चेन्ज भोल्युम हुँदैन हो। त्यस्तोलाई के भन्छ त आइसोक्लोरिक प्रोसेस भनेर भन्छ, जसमा प्रेसर र टेम्परेचर के भयो त भन्दा चेन्ज भयो, तर भोल्युम चाहिँ के भयो कन्स्ट्यान्ट भयो के है। र अर्को हेरौँ त आइसोथर्मल प्रोसेस। के हो त आइसोथर्मल प्रोसेस भनेको, थर्मल है, नामै थर्मल भनेको हिट के हुने त कन्स्ट्यान्ट हुने। जसरी अब अघि हामीले हेरेको थियौँ नि यो पिस्टन भनेर है, पिस्टनमा के हुन्छ त भन्दाखेरि हाम्रो यो पिस्टनमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो जब पिस्टन भित्र र बाहिर निस्किन्छ है, भित्र र बाहिर आउँदाखेरि त्यसको हामीले प्रेसर र भोल्युम चाहिँ के हुन्छ त चेन्ज हुन्छ के, प्रेसर र भोल्युम चाहिँ चेन्ज हुन्छ, तर टेम्परेचर सेम हुन्छ के। भनेको कुनै पनि हामीले एउटा पिस्टन लियौँ, यहाँ एउटा यस्तो पिस्टन लियौँ भने के हुन्छ, यहाँ एउटा ग्यासहरू भयो भने त ग्यास हुने प्रेसर र यो यहाँ एउटा भोल्युम है, यहाँ जति हाम्रो के भयो त भन्दाखेरि जति भोल्युम छ नि त, अब यो पिस्टन बाहिर निकाल्दियौँ भने त ग्यासको प्रेसर के हुने भयो घट्ने भयो, भोल्युम के हुने भयो बढ्ने भयो है, के भयो त यो दुईटा चेन्ज भयो। तर यहाँ हामीले टेम्परेचर के गर्न सक्यौँ, टेम्परेचर के छ त कन्स्ट्यान्ट छ है, टेम्परेचर कन्स्ट्यान्ट। त्यस्तो प्रोसेसलाई के भन्छ त आइसोथर्मल प्रोसेस भन्छ है, जहाँ चाहिँ टेम्परेचर के हुने कन्स्ट्यान्ट हुने। र अर्को चाहिँ हाम्रो एडियाबेटिक प्रोसेस। एन्ड एडियाबेटिक प्रोसेस इज वान वेयर नो heat exchange with surrounding the system internal energy volume due to work or on the system. In this process the temperature, pressure and volume may all change भने है, जसमा चाहिँ हिट के हुने चेन्ज हिट चाहिँ एक्सचेन्ज नहुने, तर चाहिँ टेम्परेचर, प्रेसर र भोल्युम चाहिँ के हुन सक्छ त चेन्ज हुन सक्छ। जसरी अघिकै एउटा भाडो हो नि, अब यही भाडोमा अघिको मैले दिएको थिएँ नि त्यो आइसोथर्मल प्रोसेस के, यो आइसोथर्मल प्रोसेस जसमा चाहिँ यहाँ बाहिरबाट हामीले कुनै पनि यो थर्मल लगाइदियौँ भने के हुन्छ त भन्दाखेरि यसमा चाहिँ हाम्रो हिट दियौँ भने हिट बाहिर निस्किन पायो पाएन, तर यो भित्र चाहिँ हाम्रो टेम्परेचर के भइरहेको, टेम्परेचर इन्क्रिज हुन्छ, प्रेसर पनि इन्क्रिज हुन्छ र भोल्युम पनि के हुन सक्छ इन्क्रिज हुन सक्छ है। भोल्युम पनि के हुन सक्छ त भन्दा इन्क्रिज या डिक्रिज हुन सक्छ है। त्यस्तो खालको प्रोसेसलाई हाम्रो एडियाबेटिक प्रोसेस भनेर भन्छ। यो चाहिँ हामीले यसको
छुट्टै डेरिभेसन हुन्छ, यो हामीले अब आउने लेक्चरहरुमा गर्छौं। ल आज हामीले चाहिँ स्पेसिफिक हिट क्यापासिटी अफ ग्यास भनेर पढ्छौं है। त्यो भन्दा अगाडि हामीले के हेर्न पर्छ भन्दाखेरि यो फर्मुला छ नि, यो फर्मुला है, यो त हामीले कता कता देखे जस्तो छ है। यो हामीले 10 मै पढेको के, यो Q इज इक्वल टु msdt हो के हैन। अनि S भनेको के हो त, हाम्रो स्पेसिफिक हिट क्यापासिटी हो के नि। S इज इक्वल टु Q बाइ m dt हो के नि। यो m र dt चाहिँ यता तल लिएर आयो भने Q बाइ m dt भनेर आउँछ है। अब यसमा चाहिँ अनि यो स्पेसिफिक हिट क्यापासिटी भनेको हामीले पढ्थ्यौ, अमाउन्ट अफ हिट रिक्वायर्ड टु रेज टेम्परेचर अफ टु रेज 1 किलो अफ मास एट 1 डिग्री सेल्सियस और 1 केल्भिन भनेर हामीले के गर्थ्यौ, पढ्थ्यौ नि। त्यसलाई चाहिँ हामीले के भन्थ्यौ, स्पेसिफिक हिट क्यापासिटी भन्थ्यौ हो। त्यस्तै चाहिँ यो स्पेसिफिक हिट क्यापासिटी चाहिँ अब हामीले ग्यासको पनि हेर्न पर्यो के हुन्छ भन्दाखेरि सोलिड र लिक्विडको स्पेसिफिक हिट क्यापासिटी जस्तै ग्यासको चाहिँ अलि फरक हुन्छ के। त्यसको चाहिँ हामीले केजी र लिटरमा के गर्न सकिन्न, निकाल्न सकिन्न केजी र लिटरमा। यसमा चाहिँ हामीले के को कन्सेप्ट लिएर आउनु पर्छ, मोलको कन्सेप्ट लिएर आउनु पर्छ के है। भनेको त एउटा सिलिन्डरमा है, एउटा सिलिन्डरमा हामीले ग्यास चाहिँ यसरी पनि अलिकति ग्यास राख्यौं भने भोरिन्छ हैन, अझै ग्यास थप्यो भने नि प्याक हुन्छ र भोरिन्छ है। कति छ त त्यो ग्यासमा, यहाँ ग्यास चाहिँ कति छ त भनेर हामीले यो मोलको कन्सेप्ट आउँछ के है। त्यही भएर हाम्रो यो स्पेसिफिक हिट क्यापासिटीमा चाहिँ हामीले मोलमा चाहिँ हामीले के गर्न पर्छ त भन्दाखेरि यसको डिफिनेसन गर्न पर्छ। एउटा 1 मोल चाहिँ हाम्रो रेज हुनको लागि कति टेम्परेचर र कति हिट चाहिन्छ भनेर हामीले यसलाई चाहिँ डिफाइन गर्न पर्छ है। अब त्यही भएर अब 1 मोलमा चाहिँ हामीले चाहिँ म्याक्सिमम कति हुन्छ भन्दाखेरि 6.023 इन्टु 10 टु द पावर 23 युनिट हुन्छ के है 1 मोलमा चाहिँ। भनेको अब कसैले पनि 1 मोल भनेको चाहिँ यति युनिट हुन्छ के। मोल भनेको के हो त, एउटा नम्बर हो के, एउटा नम्बर मात्र हो। यसको मैले डिटेल भिडियो पछि हजुरहरुले चाहियो भने चाहिँ मैले यसको डिटेल भिडियो यो मोलको कन्सेप्ट कहाँबाट आयो भनेर चाहिँ म दिन्छु। तर अहिले चाहिँ बुझ्दाखेरि सिम्पली बुझ्दा एउटा युनिट हो के। भनेको जस्तै हामीले 1 दर्जन भन्दाखेरि कति भन्छौ नि, अब 10 वटा त भन्दैनौं नि त, 12 वटा भन्छौं नि। अब जसरी 1 पेयर भन्यौं भने 1 पेयरमा कतिवटा हुन्छ, 2टा हुन्छ नि त, 3टा हुँदैन नि त हो के हैन। त्यसै चाहिँ 1 मोल भन्ने बित्तिकै हाम्रो 6.023 इन्टु 10 पावर 23 युनिट हुन्छ के है। भनेको 1 मोल अफ एटम भन्ने बित्तिकै हाम्रो के हुन्छ भन्दा 6.023 इन्टु 10 टु पावर 23 एटम हुन्छ के। अनि 1 मोल अफ मोलिक्युल भन्यो भने त्यसैमा के हुन्छ त, मोलिक्युल भनेर आउँछ के है। अब यसले चाहिँ अभोगाड्रो नम्बर, अभोगाड्रो भन्ने साइन्टिस्टले के दिएको हुन्छ भन्दाखेरि यो यसको बारेमा हाम्रो डिफाइन गरेको हुन्छ र त्यसले चाहिँ एभोगाड्रो नम्बर भनेर भनेको हुन्छ। पहिला एभोगाड्रो साइन्टिस्टले चाहिँ दिएर चाहिँ यसले एभोगाड्रो नम्बर भन्छ। त्यसरी चाहिँ हाम्रो यो मोलको कन्सेप्ट आएको। यसको मैले भिडियो चाहिँ हजुरले चाहियो भने यसको डिटेल भिडियो हुन्छ, यो कसरी यो कन्सेप्ट आयो त भनेर हामीले भन्न सकिन्छ। तर हामीले अहिले बुझ्दाखेरि के बुझ्न पर्यो भन्दा मोल भनेको चाहिँ ग्यासमा लाग्छ है, मोल भनेको ग्यासमा लाग्छ, मोलको कन्सेप्ट। अनि जसको युनिट भनेको हेरेती हुन्छ भनेर हामीले बुझे हुन्छ है। ल अब हामीले चाहिँ हेरौं व्हाट डू वी मीन बाइ स्पेसिफिक हिट क्यापासिटी अफ अ ग्यास है। यहाँ हेरौं त के छ भन्दाखेरि इट इज डिफाइन्ड एज द अमाउन्ट अफ हिट रिक्वायर्ड टु रेज अ टेम्परेचर अफ 1 मोल अफ ग्यास बाई 1 डिग्री सेल्सियस और 1 केल्भिन भनेर भने है। यसलाई यसो मेटाइदिउ। ल भनेको हाम्रो के छ त भन्दाखेरि 1 डिग्री है, 1 डिग्री 1 मोल बढाउनको लागि 1 मोलको हामीले को टेम्परेचर चाहिँ 1 डिग्री या 1 डिग्री या 1 किलो केल्भिन र 1 सेल्सियस चाहिँ हामीले बढाउनको लागि चाहिँ हामीले कति अमाउन्ट अफ हिट चाहिन्छ त, त्यसलाई हामीले के भन्छ त स्पेसिफिक हिट क्यापासिटी अफ ग्यास, जसलाई चाहिँ हामीले यो सी ले डिनोट गर्छौं र त्यसको फर्मुला यो पनि हो। र हामीले यसलाई सिम्पली लेख्न पर्यो भने कसरी लेख्न सकिन्छ भन्दा C इज इक्वल टु Q बाइ
m डेल्टा टी। यो m भनेको के हो त हाम्रो मोल हो है, या यसलाई चाहिँ हामीले m भनेर यसरी पनि लेख्न सकिन्छ है। अनि हिट क्यापेसिटी चाहिँ दुई टाइपको हुन्छ है, स्पेसिफिक हिट क्यापेसिटी ग्यासको चाहिँ है। एउटामा चाहिँ भोल्युम कन्स्टेन्ट हुन्छ, एउटामा चाहिँ प्रेसर कन्स्टेन्ट हुन्छ है। यो दुईटामा के छ त भन्दाखेरि एउटामा भोल्युम कन्स्टेन्ट हुनेलाई सीबी ले इन्डिकेट गर्छ भने प्रेसर कन्स्टेन्ट हुनेलाई सीपी ले हाम्रो इन्डिकेट गर्छ है। यसको हेरौँ त डेफिनेसन। मोलर हिट एज कन्स्टेन्ट भोल्युम, इट इज डिफाइन्ड एज द अमाउन्ट अफ हिट रिक्वायर्ड टू रेज द टेम्परेचर अफ 1 मोल अफ ग्यास, 1 मोल अफ ग्यास थ्रू 1 केल्भी एट कन्स्टेन्ट भोल्युम, इट इज डिनोटेड बाई सीबी है। भनेको हाम्रो यो भोल्युम के गर्यो त, यो एउटा बाक्सामा एउटा त्यसमा के गर्यो 1 मोल अफ ग्यास के गर्दियो राख्दियो र त्यसको भोल्युम के गर्दियो कन्स्टेन्ट गर्दियो र यसलाई चाहिँ चाहिने हिट कति चाहिने हिट रिक्वायर्ड हुन्छ त त्यसलाई नै के भन्छ त मोलार हिट एट कन्स्टेन्ट भोल्युम भनेर भनेको हुन्छ, जसलाई चाहिँ सीबी भनेर हामीले के गर्छ त देखाउँछ। अनि अर्को चाहिँ मोलार हिट एज कन्स्टेन्ट प्रेसर, जसलाई चाहिँ सीपी ले के गर्छ डिनोट गर्छ, त्यो भनेको अमाउन्ट अफ हिट रिक्वायर्ड टु रेज द टेम्परेचर 1 मोल थ्रू केल्भिन एट कन्स्टेन्ट प्रेसर। प्रेसर चाहिँ के हुनु पर्यो यसमा कन्स्टेन्ट हुनु पर्यो, यसले डिनोटेड सीपी ले डिनोट गर्छ। अब यसमा हेरौँ न, यसमा पहिला भोल्युम यति थियो, हेर्यो V1 जति थियो, अनि यसमा त भोल्युम कन्स्टेन्ट गर्ने भयो हैन नि त, हिट लाउने बित्तिकै के हुन्छ त यसमा भोल्युम त बढ्छ नि त। यसमा चाहिँ के गर्यो भोल्युम त्यतिमै प्रेस गरेर राख्दियो, भोल्युम बढ्न दिएन। यसमा चाहिँ के भयो ल त नि बढ् त नि भनेर यसले मजाले भोल्युम बढ्यो, तर प्रेसर के गर्यो त भन्दा कन्स्टेन्टमा राख्यो के, प्रेसर के गर्यो कन्स्टेन्टमा राख्यो। हाम्रो बाहिरबाट के गर्यो अझै प्रेसर दियो होला या हावा दियो होला या भोल्युम इन्क्रिज हुँदा प्रेसर के हुन्छ हामीलाई बोल्स ल थाहा छ नि त, प्रेसर इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम भन्ने थाहा छैन। प्रेसर बढ्दा भोल्युम घट्छ, भोल्युम बढ्दाखेरि प्रेसर घट्छ भनेको यो भोल्युम बढ्यो प्रेसर अटोमेटिक के भयो घट्यो, या त्यही कन्डिसनमा छ प्रेसर चाहिँ कन्स्टेन्ट राख्यो कि है कुनै एउटा मेकानिकले है। यसरी के भयो त हाम्रो दुईटा कन्डिसनमा चाहिँ हामीले के गर्यौं त भन्दा स्पेसिफिक हिट क्यापेसिटी ग्यास क्यापेसिटी चाहिँ हेर्न सकिँदो रहेछ है। अब यसमा चाहिँ हाम्रो के छ त भन्दा फर्मुला सीबी भनेको क्यू एनडीटी अनि सीपी इज इक्वल टु क्यू एनडीटी भनेको एन चाहिँ हाम्रो के हुन्छ त मोल अफ ग्यास, ग्यासको मोल है यो भनेको चाहिँ हामीले। ल यसबाट यति नै हो। अब हामीले अर्कोमा चाहिँ हामीले के गर्न पर्छ भन्दा रिलेसन बिट्विन सीबी र सीपी को है, यो कन्स्टेन्ट प्रेसर र कन्स्टेन्ट भोल्युममा चाहिँ यो आर भनेको के हो भन्दाखेरि यो ग्यास कन्स्टेन्ट हो के, यो ग्यास कन्स्टेन्ट हो। यो कसरी आउँछ भनेर हामीले यसलाई डिराइभ गर्छौं, यसलाई चाहिँ इम्पोर्टेन्ट छ एक्जाममा पनि डेरिभेसन आउँछ है। यसको चाहिँ हामीले अब ल डेरिभेसन हेरौँ है। अब हेरौँ के गरौँ भन्दाखेरि पीबीटी एउटा पिस्टन लियौं जसमा चाहिँ प्रेसर पी छ, भोल्युम भी छ र टेम्परेचर टी छ है। अब त्यो मुभेबल पिस्टन है, यो पिस्टन चाहिँ के छ मुभेबल, यता नि जान मिल्यो यता नि जान मिल्यो, मुभेबल पिस्टन छ है। ल अब यो चाहिँ ग्यासको सिलिन्डर भइहाल्यो, यहाँ भित्र के छ त ग्यास छ। ल सपोज यसमा चाहिँ 1 मोल अफ ग्यास छ भनौं, 1 मोल अफ ग्यास छ अरे है। अब हेरौँ है, लेट अस कन्सिडर एन नम्बर अफ मोल, सरी यो 1 मोल को साटु एन मोल भन्दियौं न, जति नै हुन सक्छ 1 हुन सक्छ 2 हुन सक्छ जति नै हुन सक्छ, एन मोल अफ ग्यास छ अरे है। कीप्ड इन द सिलिन्डर विथ मुभेबल फ्रिक्सनलेस पिस्टन। अब यो फ्रिक्सनलेस पिस्टन छ अरे यसमा, जसमा प्रेसर पी, भोल्युम भी, टेम्परेचर टी है, यो मैले अघि नै भनिसके यो छ अरे। अनि सपोज द ग्यास इज हिटेड एट कन्स्टेन्ट भोल्युम इनिशियली, सुरुमा भोल्युम के गर्यो त भन्दाखेरि कन्स्टेन्ट गर्यो रे के है। भनेको हेर्यो पिस्टनलाई माथि र तल के गरेन त्यही फिक्स राख्यो रे के, यो पिस्टन के गर्यो त फिक्स राख्यो, भोल्युम के गर्यो फिक्स गर्यो। अनि डीक्यू अमाउन्ट अफ हिट गिवन, अब डीक्यू अमाउन्ट अफ हिट के भयो त दियो, यहाँबाट के दियो एउटा इनर्जी या हिट दियो है टु द सिस्टम टु इन्क्रिज द टेम्परेचर बाइ डीटी। डीटी ले के हुने भयो हिट दिने बित्तिकै के हुने भयो भन्दाखेरि टेम्परेचर बढ्ने भयो, डीक्यू टेम्परेचरले के डीटी टेम्परेचरले के हुने भयो राइज हुने भयो। अब हेरौँ है, हामीलाई के थाहा छ भन्दा डीक्यू इज इक्वल टु एनसीबी डीटी हामीले अघि नै पढेको हो कि हैन। क्यू इज इक्वल टु हामीले के पढेको थियौं
एनसीबी डिटी त्यही के स्पेसिफिक हिट क्यापेसिटी के क्यू इज इक्वल टु एमएस डिटी हो कि हैन एमलाई मासलाई चाहिँ केले रिप्लेस गरेको रे यो मोलले है अनि सीबी भनेको त्यही कन्स्ट्यान्ट भोल्युममा के हो स्पेसिफिक हिट क्यापेसिटी एट कन्स्ट्यान्ट भोल्युम डिटी भनेको दिउँ सेम त स्पेसिफिक हिट क्यापेसिटीकै फर्मुला हो है यो कहाँबाट यो आयो भनेर हामीले झुकिन पर्दैन यो स्पेसिफिक हिट क्यापेसिटीकै डिग्री हो त्यो स्मल दिएर हामीले डिक्यू र स्मल हिट रेज भएर डिटी भनेर हामीले के गर्यौं त भन्दाखेरि यसमा हामीले राखेको है स्मल हिट दिएर डिक्यू भनेर हामीले राख्यो है ल अब हामीले फर्स्ट ल अफ थर्मोडायनामिक्स भनेको के थाहा छ हामीले डिक्यू इज इक्वल टु डिक्यू भनेको अमाउन्ट अफ हिट गिवन टु द सिस्टम इज इंटरनल एनर्जी चेंज इन इंटरनल एनर्जी प्लस वर्क डन पीडीबी भनेको त वर्क डन हो नि त यो हाम्रो वर्क डन हो है यो भन्दा अगाडिको लेक्चरमा मैले पार्ट 1 मा चाहिँ मैले यसको बारेमा चाहिँ थोरै भने थिए त्यो हजुरहरुले गाह्रो छ भने त्यो फर्स्ट ल को बारेमा बुझ्न छ भने त्यो हेरि हुन्छ है अब यहाँ के छ भन्दा डीबी भनेको 0 छ चेन्ज इन भोल्युम डीबी भनेको यो भोल्युम त कन्स्टेन्ट छ नि चेन्ज इन भोल्युम डीबी भनेको 0 छ भनेदेखि हेर्यो के भयो त हाम्रो क्यान्सल आउट 0 हुने भयो नि त डीबी भनेको त चेन्ज डीबी भनेको 0 भनेपछि चेन्ज हुने भयो भनेको डीक्यू चाहिँ के हुने भयो डीबी हुने भयो यो भनेको यो सँग इक्वल हुने भयो यो त डीबी भनेको के भयो 0 भयो है अब के गर्यौं भन्दाखेरि अब डीयू भनेको के भयो त भन्दाखेरि एनसीबी डिटी अब यो सँग इक्वल छ भने डीक्यू भनेको एनसीबी डिटी हो कि हैन हो यो दुईटाको रिलेसनबाट के भयो त भन्दा डीयू भनेको हाम्रो के आयो एनसीबी डिटी हेर्यो इक्वेसन आई है डीक्यू भनेको डीयू भयो अनि डीयू भनेको डीक्यू भयो डीक्यू भनेको एनसीबी डिटी हेर्थे आयो है यो इक्वेसन के आयो सेकेन्डको आयो है हाम्रो अब के गर्दिम अब यो ग्यास यो कन्स्टेन्ट थियो अगेन त ग्यास इज हिटेड अब अर्को केसमा के गर्दिम अब ग्यास अझै के गर्दिम हिट गर्दिम है अब चाहिँ के गर्दिम प्रेसर कन्स्टेन्ट राख्दिम के प्रेसर कन्स्टेन्ट अघिको चाहिँ यो अब भोल्युम त यहाँसम्म आउन पाए के है यहाँ V1 थियो भने यहाँसम्म के आयो V1 आउन पाए तर प्रेसर चाहिँ के छ त हाम्रो कन्स्टेन्ट छ है decrease the amount of heat given to the system to increase the temperature by dt amount बाट के हुने भयो त्यो भयो dq भनेको ncp dt हो यो amount of heat equal to raise temperature है to raise temperature अब यसमा चाहिँ के भयो त भन्दाखेरि हाम्रो हेर्यो माथिको अब dq भनेको ncp dt छ भने अब यसमा चाहिँ कांस्टेंट प्रेसरमा ncp dt भन्ने भयो है कांस्टेंट के हुँदा प्रेसर हुँदाखेरि कांस्टेंट भोल्युम हुँदा सीबी भयो कांस्टेंट प्रेसर हुँदा सीपी भयो यो दुईटा केस भएको के हाम्रो एउटा यो केस 1 भयो यो केस के भयो यो सेकेन्ड भयो के केस है अब यसमा चाहिँ के छ भन्दाखेरि अब हामीले फर्स्ट ल अफ थर्मोडायनामिक्स मा त यो अघिकै आयो dq भनेको dq इज इक्वल टु du प्लस pdb है यो अघिकै भयो अनि यसमा हो dq भनेको त ncb dt एउटा हेरि आको के यो यहीबाट के आयो त ncb dt अनि du भनेको के हो त भन्दा ncb dt du भनेको त हामीले यो माथि निकालिकिन यो थर्ड इक्वेसनमा है कांस्टेंट भोल्युममा के हुँदो रहेछ भन्दाखेरि हाम्रो ncb dt हेर्यो के आयो त हाम्रो भ्यालु आयो अनि pdb भनेको कहाँबाट आयो pdb भनेको pdb नै रह्यो के यसमा त खासमा प्रेसर पो के हुन्छ कांस्टेंट राखेको यसमा त db भनेको चेन्ज इन भोल्युम हो p भनेको चाहिँ यो नझुकिने धेरै जसोले यो p चाहिँ p पनि यसमा पो v कांस्टेंट v db 0 आयो र यसमा 0 भयो यसमा p त त्यही नै हो नि त प्रेसर त के गरेर कांस्टेंट नै राखे पनि पहिलाको जुन प्रेसर पछिको जुन प्रेसर त के छैन चेन्ज छैन के यदि प्रेसर चेन्ज हुने भएको भए यदि प्रेसर चाहिँ के हुन्थ्यो चेन्ज हुने भएको भए पो त्यो हुन्थ्यो प्रेसर के छ त कांस्टेंट छ यहाँ पो चेन्ज भोल्युम भएर के चेन्ज भोल्युम 0 भएर यहाँ 0 आयो यहाँ प्रेसर के छ कांस्टेंट छ त्यही भएर हाम्रो यसमा चाहिँ भ्यालु चेन्ज हुँदैन के है यहाँ यदि हाम्रो dp भनेको के हो चेन्ज इन प्रेसर हो db भनेको के हो चेन्ज इन भोल्युम भयो dq भनेको के हो चेन्ज इन हिट हो यहाँ त p मात्र छ नि त प्रेसरको भ्यालु मात्र छ नि त हो त्यही भएर हामीले यसमा चाहिँ प्रेसर चाहिँ यदि प्रेसर कांस्टेंट राखे पनि p को भ्यालु त त्यही नै हो यसमा चाहिँ कुनै पनि चेन्ज हुँदैन है यसरी ncp dt र pdb आयो है हामीले आइडियल ग्यास इक्वेसनमा हामीले के थाहा छ pv nRT हामीले केमिस्ट्री तिर पहिलातिर नि हामीले धेरै पढे थियौं यो फर्मुला चाहिँ आइडियल ग्यास इक्वेसन pv nRT n भनेको नम्बर अफ मोल r भनेको चाहिँ हाम्रो ग्यास कांस्टेंट t भनेको टेम्परेचर
है। अब के गर्दिम यसमा चाहिँ डिफरेन्शिएट टी ले डिफरेन्शिएट डी बाई डिटी अनि यसमा नि डी बाई डिटी ले डिफरेन्शिएट गर्दिम। त्यो भन्दाखेरि हाम्रो के भयो त पी के भयो बाहिर आयो डीबी बाई डिटी अनि एनआर डिटी बाई डिटी यो आयो हाम्रो। अनि पी डीबी डिटी बाई डिटी भनेको के हो त 1 हो भनेको dx बाई dx भनेको 1 हो कि हैन डेरिभेटिभ हो dt बाई dt भनेको 1 हो 1 भनेको त nr into 1 नलेख्नु भयो nr मात्र भयो p dv बाई dt अनि nr भयो हो कि हैन। ल अब यसमा चाहिँ के छ भन्दाखेरि अब हामीले के आयो त भन्दाखेरि p dv अब यो dt छ नि यो dt यता गयो के p dv nr dt nr dt है। अब इक्वेसन बी युजिङ इक्वेसन बी र इक्वेसन आईबी अब यो इक्वेसन हेर्दिम न अब यसमा चाहिँ हेर्यो इक्वेसन चाहिँ हाम्रो हेर्यो ल र इक्वेसन यसमा ल राख्दिन पर्यो के भनेको अब हेरौँ न एनसीपी यो जस्ताको त्यस्तै भयो हेर्यो अनि यो यहाँ आयो हैन अनि पीडीबी को साटो एनआर डिटी हेर्यो भ्यालु आयो के हाम्रो है भनेको अब यसमा के गर्दिम कमन लियम भने यो एन के भयो काटियो यो डिटी काटियो मैले कमन लिए हैन है सिधै हामीले कमन लिएर एन डिटी सीपी गरेर हामीले यसरी कमन लिने हुन्थ्यो एन डिटी सीबी गरेर हेरे यसको है र गर्यौं भने यसरी काटिन्छ के है भनेको अब सीपी इज इक्वल टु सीपी प्लस आर भनेको सीपी माइनस सीबी इज इक्वल टु आर आर भनेको के हो त हाम्रो ग्यास कन्स्ट्यान्ट है यो भनेको हाम्रो के हो त भन्दा मेयर यसलाई चाहिँ के भन्दो रहेछ मेयर्स फर्मुला भनेर भन्दो रहेछ है। यसरी हाम्रो के हुन्छ त सीपी माइनस सीबी इज इक्वल टु आर भनेर हामीले यसको रिलेसन के गर्न सकिन्छ निकाल्न सकिन्छ। ल आज चाहिँ हामीले आइसोथर्मल प्रोसेसको चाहिँ यो हामीले के हेर्छौं भन्दा ओक्डाउन हेर्छौं के ओक्डाउन अफ आइसोथर्मल प्रोसेस यो एकदम डेरिभेसन एकदम इम्पोर्टेन्ट छ एग्जाममा चाहिँ हाम्रो यसको चाहिँ डेरिभेसन सोध्न सक्छ है। अब आइसोथर्मल प्रोसेस भनेको के हो त है आइसोथर्मल प्रोसेस भनेको हामीले आइसो भनेको कन्स्ट्यान्ट हो अनि थर्मल भनेको टेम्परेचर जुन प्रोसेसमा टेम्परेचर के हुन्छ त कन्स्ट्यान्ट हुन्छ त्यसलाई चाहिँ के भन्छ त भन्दाखेरि आइसोथर्मल प्रोसेस हुन्छ। यो भन्दा अगाडिको लेक्चरमा पनि मैले यो भनिसकेको छु यदि मैले यदि यो भन्दा अगाडिको पार्ट 1 हजुरहरुले हेर्नु भएन भने गएर पार्ट 1 पनि हेर्नु होला है। त्यसमा चाहिँ मैले यो यसको बारेमा चाहिँ थर्मोडायनामिक्सको बारेमा चाहिँ मैले थोरै डिस्क्रिप्सन गरेको थिए। ल अब ओक्डाउन इन आइसोथर्मल प्रोसेसको अब ओक्डाउन हेरौं। अब यसको चाहिँ हामीले स्टार्ट कहाँबाट गर्छौं भन्दाखेरि एउटा हामीले के लिन्छौं त भन्दाखेरि एउटा सिलिन्डर लिन्छौं हेर्यो सिलिन्डर ल्याउँछौं अनि त्यहाँ एउटा पिस्टन अट्याच गरेको हुन्छ हाम्रो यो सिलिन्डरमा है। लेट अस कन्सिडर 1 मोल अफ ग्यास इन अ ग्यास सिलिन्डर हामीले यो ग्यास सिलिन्डरमा 1 मोल को के लिन्छौं त हामीले ग्यास लिन्छौं है 1 मोल को ग्यास लिन्छौं प्रोवाइडेड विथ अ मुभेबल फ्रिक्सनलेस पिस्टन लेट P1 V1 एन्ड T बी द इनिशियलमा के हुन्छ P1 V1 र T हुन्छ र बाइ किपिङ टेम्परेचर कन्स्ट्यान्ट राखेर हामीले V2 मा चेन्ज गर्न पर्यो र प्रेसर पनि P2 मा के हुन पर्यो चेन्ज हुन पर्यो है। प्रेसर P2 अनि V2 मा के भयो चेन्ज भयो। अब V2 मा चेन्ज हुँदा त कि त हल्का तल जान्छ कि त हल्का माथि जान्छ नि हल्का माथि गयो भनेर भन्दिम न हामीले है हल्का माथि गयो रे भोल्युम के भयो V1 देखि V2 सम्म चेन्ज भयो P1 देखि P2 सम्म प्रेसर चेन्ज भयो T के भयो त कन्स्ट्यान्ट भयो के हाम्रो है T चाहिँ के भयो त हाम्रो कन्स्ट्यान्ट P1 V1 T बाट P2 V2 T किनभने यो आइसोथर्मल प्रोसेस हो है। अब यसको चाहिँ हामीले के गरौँ त ओक्डाउन हेरौँ है। यसको चाहिँ ओक्डाउन अब यसको चाहिँ हामीले कसरी निकाल्ने त भन्दा है अब हियर है हियर हामीले के लेख्न पर्छ भन्दाखेरि टोटल ओक्डाउन कति हुन्छ त भन्दाखेरि हामीले पहिले यो भन्दा अगाडि नै मैले पार्ट 1 मा नै यो ओक्डाउन अफ ग्यास है
ओक्टन अफ ग्यासमा चाहिँ मैले यसको चाहिँ मैले डेरिभेसन गरिसकेको छु है, यसको ग्यासको ओक्टन ल्याइसकेको छु। त्यही भएर हाम्रो टोटल ओक्टन भनेको यहाँ V1 देखि V1 यति टोटल यति V1 देखि यति टोटल V1 छ भने यति कति भयो V2। यहाँबाट यहाँसम्म चेन्ज हुँदाखेरिको कति ओक्टन हुन्छ पहिला हामीले स्मल dw ले के गरौँ त भन्दा हामीले यसलाई डिनोट गरौँ है। अब हामीलाई थाहा छ कि dw है टोटल ओक्टन हामीलाई थाहा छ कि स्मल ओक्टन भनेको कति हुन्छ त भन्दाखेरि dw भनेको हामीले पढिसकेको थियौ p इन्टु dv प्रेसर र चेन्ज इन भोल्युम भन्ने थाहा छ हामीलाई है। अब यही भ्यालु माथि लएर राख्दिम न है, w इज इक्वल टु इंटीग्रेशन अफ v1 टु v2 p इन्टु db है। ल यसलाई इक्वेसन यदि हामीले 1 दिन्थ्यौं भने है, यसलाई चाहिँ हामीले इक्वेसन के दिउँ त भन्दाखेरि सेकेन्ड दिउँ है। ल अब के गर्यौं, फर 1 मोल अफ ग्यास, फर 1 मोल अफ ग्यास हामीले ग्यास कति लिएछौं 1 मोल। हामीले के थाहा छ आइडियल ग्यास इक्वेसन बाट हामीले के थाहा छ, आइडियल ग्यास इक्वेसन इज भनेको हाम्रो पीबी भनेको के हो त भन्दाखेरि आरटी हो के न। या हामीले के गरौँ, पी भनेको आरटी बाइ बी है, हो के न। यो पी हाम्रो बी चाहिँ तल गयो, यो इक्वेसन के दिम हामीले 3 दिम। अब यो पी को भ्यालु के गर्न पर्यो, यहाँ लएर राख्नु पर्यो यो पी को भ्यालु है। ल अब लएर राख्दिम त हामीले using above equation, हामी के गर्न पर्यो, w इज इक्वल टु p थियो नि त। अब v1 देखि v2 हाम्रो के थियो, p थियो नि त, p dv थियो नि त। त्यही भएर p को ठाउँमा हामीले के लेख्न पर्यो, rt बाइ b इन्टु dv है। यो आयो हाम्रो है। अब के गरौँ भन्दा यो rt त भ्यालु के हो त हाम्रो कन्स्टेन्ट हो, यसलाई चाहिँ के गर्दियौ त भन्दा अगाडि ल्याएर राख्दियौ। और w इज इक्वल टु rt इंटीग्रेशन v1 देखि v2 1 बाई v इन्टु dv है। और हामीले के थाहा छ, w इज इक्वल टु rt हामीलाई इंटीग्रेशन अफ 1 बाई x dx भनेको हामीले पढेथ्यौ नि हैन। यो भनेको ln x भन्ने थाहा छ नि त हामीलाई, हो त्यही लेखिदिन पर्यो भनेको ln b कहाँबाट v1 देखि v2 सम्म है। और w इज इक्वल टु rt, अब हाम्रो के लेख्दिम, ln v2 माइनस अप्पर लिमिट माइनस लोअर लिमिट। यो हामीले इंटीग्रेसनमा पढिसकेको थियौ है, इंटीग्रेसनमा। और w इज इक्वल टु rt ln v2 बाई v1 हो। हामीले थाहा छ नि त लिमिट n v2 माइनस सरी यसमा हामीले के गर्दियौ भन्दाखेरि, यसमा चाहिँ यदि हामीलाई के थाहा छ भन्दाखेरि ln x माइनस ln y भनेको त फर्मुला थाहा छ नि त हामीलाई, ln x बाई y हो। यदि ln x प्लस ln y थियो भने ln x इन्टु y हो। यो गरेको क्या हाम्रो है, यो लगारिजमको के हो त हाम्रो यो फर्मुला या यसको थ्योरम हो है। ल अब हामीलाई के थाहा छ भन्दा वी नो है, एन्सर आइसक्यो है। यति एन्सर भनेको यहाँसम्म। अब हामीले यसमा बोल्स ल, हाम्रो बोल्स लले के भन्छ त भन्दाखेरि, बोल्स लले के भन्छ भन्दाखेरि P भनेको इन्भर्सली प्रोपोर्सनल टु B है। अब यो हाम्रो भोल्युमको टर्ममा लेख्यौं भने अब हामीले प्रेसरको टर्ममा लेख्न लाग्यो के, यति नै हो एन्सर चाहिँ। भोल्युमको टर्ममा चाहिँ हाम्रो यति नै हो। यहाँसम्म आए पनि हाम्रो के भयो त, राइट भयो है। अब प्रेसरको टर्ममा हाम्रो बोल्स लले के भन्छ त भन्दाखेरि P इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम भनेको भोल्युम बढ्यो भने प्रेसर घट्छ, प्रेसर घट्यो भने भोल्युम बढ्छ है। अब यसलाई चाहिँ हामीले कसरी लेख्न सकिन्छ भन्दाखेरि
यसलाई चाहिँ हामीले कसरी लेख्न सकिन्छ भन्दाखेरि हाम्रो है यसलाई चाहिँ सरी यसलाई चाहिँ हामीले लेख्दाखेरि P1 V1 इज इक्वल टु P2 V2 इज इक्वल टु कन्स्ट्यान्ट भनेर हामीले के गर्न सकिन्छ लेख्न सकिन्छ हो कि हैन यो V यता लिएर आउँ न PB इज इक्वल टु कन्स्ट्यान्ट आउँछ के है यो बोल्स लमा गएर हामीले यसको हेर्यौं भने त्यही भएर सो हाम्रो के हुन्छ त भन्दाखेरि P1 by P2 इज इक्वल टु V2 by V1 हो कि हैन देन W इज इक्वल टु RT ln अब माथि हेरौं न माथि के थियो भन्दाखेरि यो माथि V2 by V1 थियो कि थिएन हो V2 by V1 छ नि त अब त्यसको ठाउँमा हामीले P1 by P2 लेख्न पायो कि पाएन पाइयो भनेको हाम्रो ln P1 by P2 पाइयो है त्यही भएर hence the required expression for isothermal process when gas is 1 mole is W is equal to RT ln V2 by V1 is equal to अर्को पनि के लेख्न सकिन्छ RT ln P1 by P2 हेर्यो दुईटा इक्वेसन के भयो त हाम्रो आयो ल यसले चाहिँ हामीले के भयो त भन्दाखेरि अनि R भनेको के हो त हाम्रो ग्यास कन्स्ट्यान्ट हो अनि T भनेको टेम्परेचर के हो त कन्स्ट्यान्ट हो र यो के हो त हाम्रो आइसोथर्मल प्रोसेस को हाम्रो के भयो त इक्वेसन है ल के भयो अब यसमा चाहिँ हामीले हल्का हेरे यति ल्याङ्ग्वेज लेख्न पर्यो त्यसपछि त टोटल वर्क डन भनेको यो आयो अनि हामीले वर्क डनमा के गर्यौं त भन्दाखेरि यो भ्यालुहरु राख्यौं वर्क डनमा अनि त्यसपछि हामीले P भनेको PB अनि यहाँबाट आइडियल ग्यास इक्वेसनबाट निकाल्यौं अनि निकालेर हाम्रो आइडियल इक्वेसन यहाँ राखेर सम इन्टिग्रेसन निकाल्ने बित्तिकै के आयो त आन्सर आयो है ल आज चाहिँ हामीले रिभर्सिबल र इरिभर्सिबल प्रोसेसको चाहिँ हामीले यसको डेफिनेसन र एक्जाम्पलहरु हेर्छौं यो चाहिँ एक्जाममा चाहिँ सर्ट मार्क्समा चाहिँ सोध्न सक्छ यसको बारेमा चाहिँ हामीले यो थर्मोडायनामिक्सको लास्ट टपिक हो र हामीले सेकेन्ड ल अफ थर्मोडायनामिक्स पढ्न भन्दा अगाडि यसको बारेमा हल्का कन्सेप्ट जान्न पर्छ ल पहिला चाहिँ हामीले रिभर्सिबल प्रोसेस भनेको के हो हेरौं है रिभर्सिबल प्रोसेस भनेको the process which return to the initial state from the final state exactly along the same path is called reversible process है अब नामबाट हेरौं न यो नाममा के छ भन्दाखेरि रिभर्सिबल भनेको एउटा रिभर्सिबल रिभर्स भएर आउने रिभर्स हुने भनेको एउटा प्रोसेसबाट गएर अर्को प्रोसेसमा रिभर्स भएर आउनेलाई के भन्छ रिभर्सिबल प्रोसेस भनेको इनिशियलबाट फाइनलबाट इनिशियल ल एक्जाम्पलबाट यो चाहिँ एकदम स्लो प्रोसेस हो थर्मोडायनामिक्समा है भनेको अब यो डायग्राम हेरौं न यो डायग्राममा P1 र V1 कहाँ पुग्यो P1 कुनै पनि एउटा पोइन्टमा P1 र V1 छ र P2 र V2 छ भने त्यो चाहिँ कहाँ पुग्यो P1 र V1 चाहिँ इन्क्रिज हुँदै के भयो P2 र V2 मा पुग्यो र फेरि के भयो यसलाई यो डिक्रिज हुँदै P1 र V1 मा आयो हो र यस्तो खालको प्रोसेसमा के भन्छ रिभर्सिबल कहीं यो पोइन्टबाट यो पोइन्टसम्म जाँदाखेरि जुन पाथमा गइरा थियो त्यही पाथमा के भयो रिटर्न भयो यस्तो खालको प्रोसेसलाई रिभर्सिबल प्रोसेस हुन्छ यो चाहिँ एकदम स्लो प्रोसेस हुन्छ के है थर्मोडायनामिक्समा एकदम स्लो प्रोसेस हुन्छ र यसको वर्क डन है यसको वर्क डन चाहिँ 0 हुन्छ के यसले केही पनि वर्क डन गर्न हुँदैन यसले हिट पनि लस गर्न हुँदैन है यसले हिट या एनर्जी लस चाहिँ गर्न हुन्न है यो एनर्जी लस भयो भने यसको रिभर्सिबल प्रोसेस
हुँदैन। यो कस्तोमा हुन्छ भन्दाखेरि अब यो हामीले कुनै पनि एउटा पिस्टन लियौं भने, ल एउटा पिस्टन लियौं है, पिस्टन लियौं भने यो P1 छ, यसको भोल्युम V1 छ भने सानो तरिकाले के गर्न पर्यो, इन्क्रिज गर्न पर्यो या डिक्रिज एउटा वर्क डाउन गर्न पर्यो के है। कस्तो बेला हुन पर्यो, हिट लस Q = 0 हुन पर्यो, हिट बाहिरबाट के हुन पर्यो, लस भनेको यो वरिपरि हामीले के गर्न पर्यो त भन्दाखेरि यो थर्मोकोल या केही एउटा मेटेरियल राख्न पर्यो जसले गर्दाखेरि चाहिँ यो हाम्रो हिट चाहिँ लस हुन्न भनेर चाहिँ हामीले गर्न पर्यो। र पिस्टन पनि के हुन पर्यो, फ्रिक्सनलेस हुन पर्यो के है। यो एकदम स्लो प्रोसेस हो। यसरी चाहिँ हामीले यो गर्यौं भने रिभर्सिबल प्रोसेस चाहिँ हामीले कम्प्लिट गर्न सक्छौं। तर है एक्जाम्पल अब मेल्टिङ अफ आइस इज एन एक्जाम्पल अफ रिभर्सिबल प्रोसेस है। भनेको जसरी आइसबाट हामीले केमा लान्छौं, वाटरमा लैजान्छौं, वाटरबाट केमा लैजान्छौं, वाटर भेपरमा लयौं भने, वाटर भेपरमा लयो भने फेरि भेपर भएकोले हामीले या आइसिङ गरेर यसलाई वाटरमा लैजान सक्छौं, वाटरबाट आइसमा लैजान सक्छौं नि है। रिभर्स हो नि त हैन, एउटाबाट एउटा स्टेटबाट अर्को, अर्कोबाट अर्को छ भने यहाँबाट यहाँ आयो, यहाँबाट यहाँ आयो हो। यो खालको प्रोसेसलाई के भन्छ, रिभर्स प्रोसेस हुन्छ। तर थर्मोडाइनामिकली आइडियली इट इज नट पोसिबल इन थर्मोडाइनामिकली के हुन्न त, यो पोसिबलै हुन्न। यो के हो त, एउटा आइडियल कन्सेप्ट मात्र हो है। यो के हो, आइडियल कन्सेप्ट मात्र हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले जहिले पनि अब यो हालको प्रोसेस अब यहाँ चाहिँ हामीले के गर्यौं भन्दा एउटा वर्क डन गर्यौं भने यहाँ फ्रिक्सनलेस हुन पर्यो। हामीले अहिलेसम्म कुनै पनि एउटा मेटेरियल गर्न सक्छौं जहाँ चाहिँ फ्रिक्सनै नहुने हामीले पोसिबलै छैन कि, फ्रिक्सनै नहुने हामीले पोसिबल बनाउनै सकिन्न के है। त्यसैगरी अब जसै आइसबाट वाटर, वाटरबाट भेपर भएपछि यो के हुने भयो, यो हाम्रो हिट यहाँ के हुने भयो, हिट के हुने भयो, लस हुने भयो के सरी हिट चाहिँ गेन हुने भयो। अनि यहाँबाट नि हिट गेन हुने भयो। अनि वाटर भेपरबाट हिटमा आउँदाखेरि के हुने भयो, हिट लस हुने भयो। यहाँबाट यहाँ के हुने, हिट जति चिसो यता र यता चिसो हुँदै गयो, यता र यता के हुँदै गयो, तातो हुँदै गयो नि त, हिट गेन भयो। तर हाम्रो हिट पनि के हुन पर्यो, 0 हुन पर्यो के कुनै पनि प्रोसेसमा। त्यस्तो चाहिँ हाम्रो पोसिबलै छैन कुनै पनि प्रोसेस नेचरमा। यो के हो त, एउटा आइडियल कन्सेप्ट हो। अब कसैले भन्यो यो किन पढेको हामीले आइडियल कन्सेप्ट भनेर भन्यो भने, हामीले कुनै पनि केही कुराको लागि हामीले प्रोसेस गर्न या केही कुरा हामीले रिजल्ट लिन पर्यो भने एउटा आइडियल लिन पर्छ के। आइडियल हेर यस्तो भयो भने भनेर हामीले चाहिँ आइडियल कुरा ल्यायौं भने त्यो कुराको हामीले के गर्न सकिन्छ त भन्दाखेरि त्यसको नजिकतिर जान सकिन्छ है। हामीले कुनै पनि कुरा पहिला आइडियली के गर्न पर्छ, आइडियली सपोज गरेर लैजान पर्छ है। ल यो प्रोसेसलाई चाहिँ रिभर्सिबल प्रोसेस भनेर भन्छ। ल कसैलाई केही छ भने तल कमेन्टमा लेख्नु होला। ल अर्को चाहिँ हाम्रो छ इरिभर्सिबल प्रोसेस, जुन चाहिँ रिभर्स हुनै सक्दैन है, नामै इरिभर्सिबल। रिभर्स चाहिँ इरिभर्स हुन्छ है। द प्रोसेस व्हिच डजन्ट रिटर्न टु द इनिशियल स्टेट फ्रम द फाइनल स्टेट एक्ज्याक्टली एलोङ द पाथ, एलोङ द सेम पाथ भनेर भन्यो नि हो। अब यहाँ हेर नि, यो एकदम फास्ट प्रोसेस हो रे है, एकदम फास्ट प्रोसेस हो। अब जसरी यहाँ के छ, P1, V1 र PT को डायग्राम हेर्यौं भने, प्रेसर र भोल्युमको डायग्राम हेर्यौं भने एउटा यहाँबाट यहाँ गयो रे, अनि फेरि यहाँबाट यहाँ आयो रे। यो के भयो त, एउटै पाथ के भयो त, सेम भएन। पाथ के भयो, यो इनिशियल पाथ भयो भने यो के भयो, फाइनल पाथ भयो हो। यस्तो खालको हाम्रो प्रोसेसलाई इरिभर्सिबल प्रोसेस भन्छ है। जसरी हामीले अब कुनै पनि एउटा थर्मोडाइनामिक्समा त्यही अघिको झैं लियौं, एउटा च्याम्बर लियौं है, यहाँ एउटा ग्यास छ है, यहाँ हामीले के गर्दियौं, पिस्टनलाई बाहिर या भित्र निकाल्दियौं भने बाहिरलाई निकाल्दियौं, यसलाई बाहिर निकाल्दियो है। भनेको यो P1, V1, T1 छ भने कहाँ पुग्यो, P2, V2, T2 पुग्यो। अनि फेरि यो पिस्टनलाई भित्र राख्दियौं, पहिला बाहिर निकाल्दियो, यहाँ पुग्यो, अनि फेरि भित्र राख्दियौं भने यसको कहाँ पुग्यो त, फेरि P1, V1 र T1 त्यही पोजिसनमा ल्याएर हामीले राख्दियौं भने यो हालको प्रोसेसलाई के भन्छ त, इरिभर्सिबल प्रोसेस हुन्छ। जसमा यसमा चाहिँ के पनि हुन्छ, हिट लस पनि हुन्छ, हिट गेन पनि हुन्छ, अनि टेम्परेचर डिफरेन्स पनि हुन्छ, जे पनि हुन्छ। तर यो पाथ, त्यही भएर यो यहाँबाट यहाँ आए पनि हाम्रो के भयो त, पाथ चाहिँ के भयो, फरक भयो। अघिको हाम्रोमा के थियो त, पाथ सेम गर्न पर्ने थियो है, पाथ सेम गर्न पर्ने थियो। अहिलेको चाहिँ के छ त, हाम्रो त्यही पोजिसनमा, यही पोजिसनमा ल्याए पनि हामीले के गर्न पर्यो,
पाथ फरक भए पनि केही भएन। ल इरिभर्सिबल प्रोसेस हेरौँ त एक्जाम्पल अल नेचुरल सबै नेचुरल प्रोसेस के हो त इरिभर्सिबल प्रोसेस हो जसरी रस्टिङ अफ आयरन है कुकिङ फुड हैन हामीले जसरी आयरन के भयो रस्ट भयो या आयरनलाई खियालायो भने कहिले पनि हामीले थो खियालाएर बिग्रेको आयरन ल्याउन सकिन्छ सकिदैन। कुकिङ खाना बनायौं भने हैन पहिला काँचो खाना छ भने त्यसले पकायौं भने फेरि काँचोमा ल्याउन सकिन्छ सकिन्न। यो के भयो त इरिभर्सिबल प्रोसेस भयो हो। यो दुईटा फरक छ हाम्रो रिभर्सिबल र इरिभर्सिबल प्रोसेसमा। यो हाम्रो सेकेन्ड लमा चाहिँ हल्का इम्पोर्टेन्ट छ सेकेन्ड ल अफ थर्मोडायनामिक्समा। अहिले अब हामीले चाहिँ यसपछिको लेक्चर चाहिँ सेकेन्ड ल अफ थर्मोडायनामिक्समा पढ्छौं। ल कसैलाई केही कन्फ्युजन केही छ भने तल कमेन्ट गर्नु होला। आज चाहिँ हामीले एडियाब्याटिक प्रोसेसको चाहिँ हामीले इक्वेसन र यसको चाहिँ ओक्डन हेर्छौं है। यसको इक्वेसन र ओक्डन हेर्छौं। ल सो त्यो भन्दा पहिला चाहिँ हामीले के एडियाब्याटिक प्रोसेस भनेको के हो भनेर हामीले जान्नु पर्छ। द प्रोसेस इन विच प्रेशर भोल्युम एन्ड टेम्परेचर चेन्ज बट द अमाउन्ट अफ हिट रिमेन कन्स्टेन्ट है। जब कुनै पनि यो भन्दा पहिलाको लेक्चरमा मैले यो पार्ट 1 मा चाहिँ मैले अलरेडी यो चारवटा प्रोसेसको बारेमा मैले डिस्क्राइब गरिसकेको छु र त्यो चाहिँ हेर्नु भएन भने हेर्नु होला है। कुनै पनि प्रोसेसमा जसको प्रेशर P1 V1 र T1 छ भने त्यसमा कुनै पनि ओक्डन भयो भने त्यसको चाहिँ त्यो चाहिँ केमा चेन्ज हुने P2 V2 र T2 मा चेन्ज हुने। कि त भोल्युम बढ्छ या घट्छ प्रेशर बढ्छ घट्छ त्यो आफ्नो ठाउँमा छ हैन। तर Q चाहिँ के हुन्छ त जिरो हुन्छ है। भनेको हिट चाहिँ के हुन्छ कन्स्टेन्ट हुन्छ। हिट चाहिँ के हुन्छ त भन्दा हाम्रो कन्स्टेन्ट हुन्छ। कस्तो बेलामा हुन्छ त भन्दाखेरि जब हामीले यो कुनै पनि ओक्डन यो पिस्टनहरु या कुनै पनि ओक्डनमा वरिपरि हामीले आइसोथर्मोकुलहरु राख्दियौं या हिट यताबाट लस्ट हुन नदिने या बाहिरबाट कुनै पनि हिट आउन नदिने हामीले यो कुनै पनि प्रोसेस या मेकानिजम बनायौं भने त्यो बेला के हुन्छ हिट के हुन्छ त कन्स्टेन्ट हुन्छ। तर भित्रको प्रेशर भोल्युम र टेम्परेचर के हुन्छ त चेन्ज भएको हुन्छ है। त्यस्तो प्रोसेसलाई के भन्छ त हाम्रो एडियाब्याटिक प्रोसेस भनेर भनेको हुन्छ है। ल अब चाहिँ हामीले एडियाब्याटिक प्रोसेसको चाहिँ हामीले इक्वेसन हेरौं। हामीले इक्वेसन चाहिँ यसको चाहिँ हामीले PV गामा इज इक्वल टु कन्स्टेन्ट भनेर चाहिँ हामीले यो निकाल्न पर्छ। यो एक्जाममा चाहिँ डेरिभेसन निकाल्नको लागि एकदम इम्पोर्टेन्ट छ है। ल अब चाहिँ हामीले यो निकाल्न हामीले कहाँबाट सुरु गर्नुपर्छ भन्दाखेरि अब यो हामीले चाहिँ फर्स्ट ल अफ थर्मोडायनामिक्सबाट सुरु गर्नुपर्छ है। हामीले थाहा छ कि from the first law of के हो फर्स्ट ल अफ थर्मोडायनामिक्स को हाम्रो के अरे इक्वेसन थर्मोडायनामिक्सले हामीले के भन्छ त भन्दाखेरि dq टोटल हिट गिवन टु द सिस्टम इज चेन्ज इन इंटरनल एनर्जी प्लस टोटल ओक्डन भनेर भन्छ के है। यो थर्मोडायनामिक्स मैले फर्स्ट ल यो पहिल्यै मैले डिस्क्राइब गरिसकेको नि छु पार्ट 1 मा हेर्नु होला। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब यसमा जब एडियाब्याटिक लाउँछ नि फर एडियाब्याटिक प्रोसेस जब यसमा चाहिँ फर एडियाब्याटिक प्रोसेस हुन्छ नि त्यतिखेर के हुन्छ त भन्दाखेरि हाम्रो dq भनेको हिट हो नि त। हिट के हुन्छ जिरो हुन्छ है कन्स्टेन्ट हुन्छ भनेको हाम्रो यो माथिको इक्वेसन 0 इज इक्वल टु du प्लस dw। यो इक्वेसन हामीले 1 दियौं है। यसलाई चाहिँ भनेको यो यसमा चाहिँ हामीले भ्यालु कति राख्दियौं हिट त कन्स्टेन्ट छ त्यही भएर हिट के छ त 0 छ है 0। त्यही भएर हामीले यसलाई के लेख्न सकिन्छ त भन्दा देयरफोर du भनेको चाहिँ माइनस dw। यो के गर्यो त उता गयो भने हेर्नु आउँछ नेगेटिभ हुन्छ के ओक्डन है या इन्टरनल एनर्जी नेगेटिभ हुन्छ भनेर भन्छ है। अब त्यसपछि हामीले के जान्न पर्छ भन्दाखेरि ओक्डन कति हुन्छ त भन्दाखेरि हाम्रो यो थर्मल हिट चाहिँ कन्स्टेन्ट हुँदाखेरि देन ओक्डन के हुन्छ त है हेर यसमा चाहिँ हामीले राख्नु पर्यो देन द ओक्डन बाइ ग्यास है। ग्यासको ओक्डन कति हुन्छ भन्दाखेरि हामीले अलरेडी ओक्डन बाइ ग्यास भनेर हामीले यो भन्दा अगाडि पनि हेरिसकेछौं। त्यसमा चाहिँ dw भनेको प्रेशर इन्टु चेन्ज इन भोल्युम pdv
भनेर हामीले थाहा छ है। यसलाई इक्वेसन 2 दिम, यसलाई इक्वेसन 3 दिम है। अब यो भएपछि हामीले के भयो त भन्दाखेरि ओगडन निकाल्यौ। अब के गर्न पर्यो भन्दाखेरि यो भ्यालु चाहिँ हामीले कहाँ लगेर राख्नु पर्यो, इक्वेसन 3 भनेको इक्वेसन 2 मा देन इक्वेसन 2 बिकम्स, इक्वेसन 2 के भयो त भन्दाखेरि हाम्रो du इज इक्वल टु, अब यो भ्यालु चाहिँ यहाँ लगेर राखिदिउँ न भनेको माइनस pdb भयो कि भन हो। यसलाई चाहिँ इक्वेसन हामीले 4 दिदिम है यो इक्वेसन। नाउ हामीले के थाहा छ भन्दाखेरि आइडियल ग्यास कन्स्टेन्टमा, नाउ आइडियल ग्यास कन्स्टेन्टमा इन आइडियल ग्यास कन्स्टेन्टमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि इन आइडियल ग्यास कन्स्टेन्ट du भनेको ncb dt हुन्छ। यो हामीले अगाडि स्पेसिफिक हिट क्यापेसिटीमा चाहिँ स्पेसिफिक हिट क्यापेसिटी एट कन्स्टेन्ट केमा भोल्युममा हामीले हेरिसकेछौँ के है। यो फर्मुला हामीले के गरिसकेछौँ, डेराइभ गरिसकेछौँ। अब हेरौँ न, ल हेरौँ न हामीले अब के छ भन्दाखेरि हामीलाई ल स्पेसिफिक हिट क्यापेसिटीको फर्मुला के अरे q इज इक्वल टु, ल हेरौँ है यहाँ पनि ms dt हो कि हैन। ms dt भएपछि हाम्रो यो हाम्रो चाहिँ अब यसमा चाहिँ हामीले यो जब कन्स्टेन्ट ग्यास चाहिँ के हुने cb, यो c भनेको स्पेसिफिक, यसलाई चाहिँ हामीले ग्यास कन्स्टेन्ट हुँदा cb ले डिनोट गर्छौं र ग्यासमा मोलारमा n डिनोट गर्छौं भनेको dq लाई चाहिँ हामीले केले गर्छौं भन्दाखेरि ncb dt हुन्छ है। अब हामीले जब हामीले फर्स्ट लमा के थाहा छ हामीलाई, dq भनेको हाम्रो के थाहा छ, du प्लस dw हो। dw भनेको हाम्रो के हो त, pdb हो है। ग्यास भोल्युम कन्स्टेन्ट भनेको नि, यहाँ भोल्युम कन्स्टेन्टमा के हुँदो रहेछ, यो 0 हुन्छ नि त। त्यही भएर du के हुने भयो, dq सँग के हुने भयो, इक्वल हुने भयो। र यो dq भनेको के हो त हाम्रो ncb dt हो। यो चाहिँ स्पेसिफिक हिट क्यापेसिटी एट कन्स्टेन्ट भोल्युममा चाहिँ मैले यो डिटेलमा चाहिँ मैले डिस्क्राइब गरेको छु। यदि यसमा चाहिँ केही बुझे छैन भने त्यो भिडियो चाहिँ हेर्ने है, मैले लिंक तल पनि दिन्छु, त्यो भिडियो हेर्ने। त्यसमा चाहिँ du भनेको चेन्ज इन इन्टरनल इनर्जी भनेको चाहिँ n नम्बर अफ मोल अनि के अरे स्पेसिफिक हिट क्यापेसिटी एट भोल्युम कन्स्टेन्ट र चेन्ज इन टेम्परेचर भनेर यो हाम्रो इक्वेसन, यसलाई चाहिँ हामीले 5 भनेर लेख्दौं है। ल अब के गरौँ भन्दाखेरि यो इक्वेसनलाई के गर्दिम, यो इक्वेसनमा लेख्दै du र du यो ncb dt गरेर हामीले इक्वेसन नाउ देन इक्वेसन 4 बिकम्स, इक्वेसन 4 के भयो त भन्दाखेरि हामीले के लेख्न पाइयो, ncb dt इज इक्वल टु माइनस pdb भनेर हामीले इक्वेसन 6 दिमेललाई है। यसरी आयो हाम्रो यो इक्वेसन 6 सम्म आयो। अब के गरौँ भन्दाखेरि अब हामीले आइडियल ग्यास इक्वेसन लेख्नु पर्छ। वी नो अब हामीले के थाहा छ, इन आइडियल ग्यासमा के थाहा छ भन्दाखेरि pv इज इक्वल टु nRT भन्ने थाहा छ है। pv भनेको nRT। अब यसमा चाहिँ के गर्छौं भन्दाखेरि डिफरेन्शिएट विथ रेस्पेक्ट टु के गरौँ भन्दा विथ रेस्पेक्ट टु टाइम वी गेट, यसलाई डिफरेन्शिएट गर्दियौ के भनेको d by dt pv इज इक्वल टु d by dt nRT है। यो nR चाहिँ हाम्रो कन्स्टेन्ट हो, त्यही भएर हामीले यसमा चाहिँ त्यो गर्न परेन। अब यसलाई चाहिँ हामीले थाहा छ नि त, हाम्रो d by dx ux को फर्मुला लगाइदिउँ न पहिला, uv को फर्मुला के यो डिफरेन्शियल को u d by dx v प्लस v d by dx u थाहा छ। त्यही भएर हामीले के गर्दियौ भन्दाखेरि पहिला p अगाडि लिएर जाम,
dv बाई dt प्लस पछि चाहिँ v अगाडि ल्याम dp बाई dt इज इक्वल टु अनि nr त हाम्रो कन्स्ट्यान्ट हो है nr भनेको यो मोलार हिट र यो कन्स्ट्यान्ट हो यसले लेख्न पर्दैन dt बाई dt हामीले के थाहा छ dx बाई dx भनेको के हो त हाम्रो 1 हो यो के भयो त हाम्रो यो भ्यालु के हुने भयो यो के हुने भयो यो 1 हुने भयो है भनेदेखि अनि अब हेरौँ है अब pdb प्लस vdp इज इक्वल टु nr dt भनेर लेख्दिउँ है यो क्यापिटल टी है यो dt भनेर लेख्दिउँ है nr dt भनेको यो 1 भयो अनि यो दुईटा कमन लिएर हाम्रो उतातिर पठाइदिनु भने के हुन्छ dt यता आउँछ है ल यहाँसम्म बुझेछ होला यसलाई चाहिँ हामीले इक्वेसन 7 दिउँ है ल इक्वेसन 7 दिएपछि अब हामीले के गरौँ भन्दाखेरि यो dt को जुन dt लाई चाहिँ हामीले रिअरेन्ज गरौँ है सरी यसलाई इक्वेसन 7 अहिले नदेऊ है यसले इक्वेसन 7 भन्दा पनि अझै एक स्टेप लेखौँ dt भनेको चाहिँ हाम्रो कति हुन्छ भन्दाखेरि dt इज इक्वल टु है p dv प्लस v dp बाई nr है यो बुझ्नुभयो होला यो nr चाहिँ के गरियो यता तल लिएर राखियो र dt को भ्यालु के गरियो हामीले राखियो है भनेको इक्वेसन कति आयो त भन्दाखेरि हाम्रो इक्वेसन 7 राख्दियौँ यसलाई है फर्म अब हामीले चाहिँ इक्वेसन 7 चाहिँ केमा गरेर राख्न पर्यो भन्दाखेरि हामीले चाहिँ pdb यो माथिको इक्वेसन हेर्यो माथिको इक्वेसन छ नि यो pdb यो इक्वेसनमा हामीले इक्वेसन चाहिँ हामीले कुन हेर्न पर्यो भन्दाखेरि इक्वेसन 7 4 र 5 हेरौँ न भनेको हाम्रो pdb हेर्यो pdb मा छ नि हेर्यो इक्वेसन 6 मा चाहिँ हेर्यो dt को भ्यालु ल राख्दिउँ न ncb अनि pdb मा चाहिँ हामीले यो dt को मा भ्यालु चाहिँ अघिको राख्दिउँ है इक्वेसन 6 मा है इक्वेसन 6 मा राख्दिउँ भने के हुन्छ भन्दाखेरि इक्वेसन 6 मा राख्दिउँ भने इक्वेसन 6 मा चाहिँ पढ्नु है देन इक्वेसन 6 मा इक्वेसन 6 के अरे हाम्रो हामीले अघि हेरेको इक्वेसन 6 इक्वेसन 6 चाहिँ हाम्रो के छ भन्दाखेरि ncb dt इज इक्वल टु pdb है ncb इज इक्वल टु pdb जसमा चाहिँ हामीले के लेख्न पर्यो भन्दाखेरि ल माथिको इक्वेसन 6 लेख्दिउँ ncb dt इज इक्वल टु माइनस pdb भनेर आयो है ल यसमा चाहिँ हामीले के गर्दियौं भन्दाखेरि हेर्यो dt को भ्यालु राख्दियौं है माइनस pdb इज इक्वल टु माइनस pdb इज इक्वल टु ncb अब यो dt को भ्यालु राख्दियौं भनेको pdb प्लस vdp बाई nr है ल यो इक्वेसन 6 मा चाहिँ हामीले के गरेको भ्यालु पुटिङ भ्यालु भनेर पुटिङ भ्यालु है इक्वेसन 6 को भ्यालु चाहिँ हामीले के गर्दियौं राख्दियौं है अब यसबाट अब यो n र n के गर्दियौं काट्दियौं है अब हाम्रो और cb भनेको हामीले के लेख्न सकिन्छ भन्दाखेरि और cb भनेको pdb plus vdp by r is equal to minus pdb हो यो इक्वेसन के भयो हाम्रो आयो है अब यसलाई चाहिँ के गर्नु त भन्दा रिअरेन्ज गरेर हामीले db ले के गर्दियौं डिवाइड गर्दियौं है dividing both by dv we get dv हामीले गर्दियौं भने अब के गरौँ भन्दाखेरि यसमा चाहिँ यो r छ नि r पहिला उता पठाइदेऊ है r उता पठाइदिने भएपछि हाम्रो cb p dv by
dv plus cv b dp by dv is equal to minus pr dv by के हुन्छ त हाम्रो dv आयो हो कि हैन अब यसमा हो कि हैन यो माथिको हाम्रो इक्वेसनमा के गर्दियौ त भन्दाखेरि माथिको इक्वेसन हेरौं न यसमा यो r उता पठाइदियौ dv by यो dv ले के गर्दियौ यसमा र यसमा के गर्दियौ डिभाइड गर्दियौ dv गरेर ल त्यो भएपछि हाम्रो के हुन्छ यो प्रोडक्ट क्यान्सल हुन्छ अनि यो पनि के हुन्छ क्यान्सल हुन्छ dv by dv भनेको 1 हुन्छ क्यान्सल हुन्छ र हामीले यसलाई चाहिँ हामीले के भनेर लेख्न सकिन्छ भन्दाखेरि cvp plus cvb अनि dp by dv is equal to minus pr भनेर हामीले के गर्न सकिन्छ लेख्न सकिन्छ है यो माथिको क्यान्सल भएको रिमेनिङ प्रोडक्ट है अब के गर्यौं यो pr लाई चाहिँ यता लिएर आउँ है अनि cv लाई उता लिएर जाउँ है त्यो गर्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरि cvp plus pr is equal to minus cvb dp by dv है अब के गरौँ भन्दाखेरि यो p लाई कमन लियौं न p cv plus p is equal to त्यही यताको जस्ताको जस्तै cvv dp by dv है अब चाहिँ हामीलाई के थाहा छ भन्दाखेरि हामीलाई यो मोलको कन्सेप्ट थाहा छ नि त हामीलाई हो कि हैन मोलको कन्सेप्ट के थाहा छ हामीलाई थाहा छ है भनेको हाम्रो यो स्पेसिफिक हिट क्यापेसिटी है कुनै पनि स्पेसिफिक हिट क्यापेसिटीको हामीले कुनै पनि स्पेसिफिक हिट क्यापेसिटीको cp minus cv is equal to r भनेर हामीले मिरर फर्मुला पढेथ्यौ नि भनेको cv है यो r हो है यो मैले अघि झुकेछु यो p कमन लिएर cv plus p cv यो r यता लिएर आइदिउ न हैन या यो cv ले उता लर्यो भने cv plus r is equal to cp हुन्छ कि न हो यहाँ चाहिँ हामीले के राख्न पाइन्छ त cp राख्न पाइन्छ भनेको चाहिँ p into cp is equal to minus cv v dp by dv भनेर आउँछ है अब यसमा चाहिँ के गरौँ भन्दाखेरि हामीले यसलाई रिअरेन्ज गरौँ dp यो p चाहिँ यता तल लैदिउ है अनि dp चाहिँ हाम्रो यो p चाहिँ तल राख्दिउ dv चाहिँ माथि लिएर आइदेउ अनि तल चाहिँ अब रिअरेन्ज गरौँ है नाउ rearrange the term लाई हामीले रिअरेन्ज गर्यौं भने के हुन्छ भन्दाखेरि dp by p is equal to minus dv by v into cp by cv हो हेरौं है यसमा राम्रोसित cv लाई के गर्यो cp यसलाई यता लिएर आइदियौ है यो dv लाई नि के गर्दियौ त उता लैदेऊ अनि v लाई पनि के गर्दियौ यता लिएर आइदियौ है अनि यता यो dp छ नि dp यो p चाहिँ उता लएर तल राख्दियौ है रिअरेन्ज गरेको के किन गरेको रिअरेन्ज भन्दा हेर्यो हाम्रो cp by cv छ नि यो एकै ठाउँमा लिएर आउनको लागि हो के है यसलाई चाहिँ हामीले के गर्न पर्छ भन्दाखेरि cp by cb गरेर हाम्रो गामा भनेर हामीले के गर्न पर्छ यसलाई हामीलाई लेट गरेर हामीले चाहिँ यसलाई चाहिँ सपोज गर्न पर्छ है अनि यहाँबाट बल्ल हाम्रो इक्वेसन आउँछ ल अब यसरी हामीले एरेन्ज गर्यौ भने हामीले के आउँछ और dp by p is equal to minus dv by v अनि cp by cv ले हामीले त गामा लेट गर्यौ है यसमा चाहिँ हामीले के लेख्दियौ त भन्दा गामा भनेर लेख्दियौ है अब हामीले के गरौं इन्टिग्रेसन बोथमा के गरौं भन्दा इन्टिग्रेटिङ बोथ साइड दुईटै साइडमा के गर्दियौ त भन्दा इन्टिग्रेट गर्यौ भने हामीले के देखिन्छ के भेटिन्छ भन्दाखेरि
इंटीग्रेशन dp by p इज इक्वल टू माइनस गामा यो त कन्स्टेन्ट हुन्छ बाहिर हुन्छ dv by v है हामीले के थाहा छ भन्दाखेरि इंटीग्रेशन कुनै पनि इंटीग्रेशन dx by x छ भने के हुन्छ यसको लोगारिथम या यसलाई के भन्छ ln x प्लस कन्स्टेन्ट भनेर लेख्छौं नि हैन यो हाम्रो यो रुल यो फर्मुला अनुसार है त्यस्तै चाहिँ यसमा के लेख्न पर्यो भन्दा ln p इज इक्वल टू माइनस गामा ln v प्लस कन्स्टेन्ट है यसमा किन लेखेन कन्स्टेन्ट यसको किन कन्स्टेन्ट आएन भन्दाखेरि यसको र यसको दुईटै कन्स्टेन्ट जोडेर जसै कन्स्टेन्ट कन्स्टेन्ट हो यसको पनि एकैचोटी यता गएर हामीले जोडेर लेखेको है यो कन्स्टेन्ट चाहिँ यसको कन्स्टेन्ट पनि के भएको त भन्दाखेरि यो सँग के गरेर जोडेर हामीले एकैचोटी लेखेको के है यो कन्स्टेन्ट किन लिएन भनेर कसैले भन्यो भने है अब के गर्यौ यो यता लिएर आइदियौ है यो यता लिएर आउँदा के हुन्छ ln p प्लस गामा ln v इज इक्वल टू के छ त हाम्रो कन्स्टेन्ट छ है के छ भन्दा a ln b छ भने हामीले यसलाई कसरी लेख्न पाइन्छ भन्दा ln b को पावर a भनेर लेख्न पाइन्छ के त्यो भनेको हेर्यो पनि लेख्न पाइयो के त्यसरी नै हामीले के गर्न पाइयो भन्दा ln p प्लस ln v को पावर गामा इज इक्वल टू कन्स्टेन्ट है अनि यो भनेको ln p भनेको चाहिँ हाम्रो के हो त ln अनि अर्को ln a प्लस ln b भनेको चाहिँ हाम्रो ln a into b हो के है भनेको ln pv गामा इज इक्वल टू हाम्रो के आयो त कन्स्टेन्ट आयो है जब हामीले एक्सपोनेन्शियली on both side जब हामीले एक्सपोनेन्शियली बोथ साइडमा हाम्रो e to the power x ले चाहिँ e ले चाहिँ हाम्रो के गर्यौं e ले चाहिँ हामीले मल्टिप्लाई गर्यौं भने यो हट्छ के त्यो हामीले म्याथमा पढ्नु भयो होला सबैले भनेको pb गामा इज इक्वल टू के हुन्छ त हाम्रो कन्स्टेन्ट हुन्छ है यो नै के हो त हाम्रो रिक्वायर्ड एडियाब्याटिक इक्वेसन हो है this is the required adiabatic equation ल यहाँसम्म हो हाम्रो ल कसैले केही ल यहाँ हामी कहाँबाट आथ्यौं भन्दाखेरि ल हेरौँ है एकचोटी हामीले कहाँबाट आयौं भन्दाखेरि यो धेरै लामो त छैन तर यो चाहिँ हाम्रो एक्जाममा चाहिँ एकदम इम्पोर्टेन्ट छ एक्जाममा चाहिँ यो डेरिभेसन फुल डेरिभेसन सोध्छ है ल एक्जाम हामी कहाँबाट फर्स्ट लबाट सुरु गरेर हामीले यो q 0 हुन्छ भन्यौ हैन 0 हुन्छ भन्यौ अनि dw भनेको pdv हुन्छ यो हामीले पहिल्यै थाहा छ ग्यास एक्सपेन्सन अफ ग्यासमा अनि यसको भ्यालु हामीले यहाँ राख्यौ अनि आइडियल ग्यास कन्स्टेन्टमा ncb हुन्छ भनेर यो pdv मा चाहिँ हामीले यो भ्यालु राख्यौ अनि फेरि आइडियल ग्यास कन्स्टेन्टमा के गर्यौ त भन्दा हामीले dt निकाल्नको लागि है यो dt निकाल्नको लागि हामीले मल्टिप्लाई यो डिफरेन्शिएट गर्यौ दुईटैबाट अनि dt को भ्यालु त माथिको इक्वेसन 6 मा चाहिँ इक्वेसन भ्यालु राख्यौ र यसबाट हामीले इन्टिग्रेट गरेर हामीले यसमा चाहिँ भ्यालुहरु राखेर के गर्यौ त भन्दाखेरि हाम्रो dp by dv हाम्रो यता र यता यो एरेन्ज गरेर cp by cv भनेको हाम्रो के राख्यौ त भन्दा गामा भनेर हामीले सपोज गरेर हामीले यसको इन्टिग्रेसन गरेर के गर्यौ त भने pv गामा इज इक्वल टु कन्स्टेन्ट जुनलाई चाहिँ हामीले एडियाब्याटिक इक्वेसन भनेर भनिन्छ भनेर हामीले निकाल्नु ल अब हामीले चाहिँ ओक्डन बाइ एन एडियाब्याटिक प्रोसेस हेरौं है अघि चाहिँ हामीले के हेरेथ्यौ इक्वेसन हेरेथ्यौ अहिले चाहिँ हामीले के हेरौं त यो ओक्डन हेरौं है अघिको चाहिँ हाम्रो के थियो भन्दाखेरि यो हाम्रो यो इक्वेसन थियो है अब चाहिँ हामीले के गरौं भन्दा यो ओक्डन हेरौं है ल यो ओक्डनमा चाहिँ हामीले चाहिँ के गर्न पर्छ भन्दाखेरि हामीले एउटा के सपोज गर्न पर्छ भन्दाखेरि त्यो अघिको चाहिँ एउटा सिलिन्डर छ है जसको P1 V1 र T1 टेम्परेचर छ भने त्यहाँ कुनै पनि ओक्डन भएर त्यसको हाम्रो कहाँ पुग्यो त भन्दा P2 V2 र
T2 मा चेन्ज भयो, जसको चाहिँ के भयो त प्रेसर भनौँ न टेम्परेचर चेन्ज भयो, तर हिट के भयो कन्स्ट्यान्ट भयो, हिट के भयो 0 भयो। भनेको यो वरिपरि हामीले के राख्दियौं थर्मोकुल या कुनै पनि हिट लस नहुने के हुने मेटल हुने। त्यो गर्दाखेरि के हुन्छ भन्दाखेरि यो प्रोसेस चाहिँ एकदम र्यापिड गर्न पर्छ रे के, प्रोसेस के गर्न पर्छ एकदम र्यापिड गर्न पर्छ भनेर भने ह। ल अब यहाँ के भन्यौं लेट अस कन्सिडर 1 मोल अफ ग्यास। अब यो ग्यासमा चाहिँ यहाँ हामीले कति युज गर्यौं 1 मोल अफ ग्यास हामीले के गर्यौं राख्यौं भनेदेखि इन अ सिलिन्डर विथ मुभेबल फ्रिक्सनलेस पिस्टन कन्सिडर द ग्यास एक्सपान्सन एडियाबेटिकली फ्रम इनिशियल भोल्युम V1 देखि V2 सम्म गयो, T1 देखि T2 P2 देखि P2 यो सबै हामीले के गरेर मिलाएर लेखे हुन्छ है। ल त्यसैले अब ओक्डनबाट ओक्डन कति भयो त, ल ओक्डनबाटै जानु पर्छ है जहिले नै हामीले ओक्डन बाइ द ग्यास इज इक्वल टु ओक्डन इज गिवन बाइ इज इक्वल टु कहाँबाट V1 देखि V2 सम्म अनि PdV अघिको हाम्रो जुन इक्वेसन निकालेको थियौं नि सेम त्यही इक्वेसनकै बाट हामीले के गर्नु पर्यो जानु पर्यो है। अब यसमा चाहिँ हामीले के थाहा छ भन्दाखेरि अब यसमा सिधै हामीले एडियाबेटिक इक्वेसन फर्म अघि निकालेको एडियाबेटिक इक्वेसन राख्न पाइन्छ फर्म एडियाबेटिक इक्वेसन यसबाट हामीले के थाहा छ भन्दाखेरि PB गामा भनेको चाहिँ के छ त हाम्रो कन्स्ट्यान्ट हुन्छ भनेर थाहा छ है हाम्रो है, कन्स्ट्यान्ट हो भनेर थाहा छ, या P भनेको कन्स्ट्यान्ट K बाइ B गामा है। यसलाई इक्वेसन 2 दिम है। अब यही भ्यालु चाहिँ हामीले के गर्न पर्यो यहाँ लर यो P को भ्यालुमा चाहिँ लर राख्नु पर्यो, के गर्न पर्यो यो भ्यालु चाहिँ लर राख्नु पर्यो है। ल अब यो राख्दाखेरि हाम्रो के भयो त भन्दा देन टोटल ओक्डन कति हुने भयो भन्दाखेरि कहाँबाट V1 देखि V2 सम्म P को ठाउँमा K बाइ गामा अनि DV है, DV भयो। अब है अब हामीले यसमा के गर्नु पर्यो भन्दा अब यसलाई चाहिँ हामीले इन्टिग्रेट गर्न पर्यो। के हो हाम्रो कन्स्ट्यान्ट हो, एउटा यो के भयो बाहिर निस्कियो V1 देखि V2 सम्म है। अब V गामा माइनस गामा DV है, यो तल के थियो पोजिटिभ, तलको माथि आउँदा के हुन्छ नेगेटिभ हुन्छ है। अब यसमा हामीले जान्न पर्ने है, यो हाम्रो इन्टिग्रेसनको फर्मुला थाहा नि त, xn भनेको चाहिँ xn dx भनेको इन्टिग्रेसन अफ xn dx भनेको के हो हामीलाई भनेको xn + 1 बाइ n + 1 है। के छ a देखि b सम्म छ भने फ्रम लोअर टु हायर लिमिट है। ल अब यही फर्मुला हामीले यही राख्दिने हो, के इन्टिग्रेसनमा हामीले गर्दा b माइनस गामा + 1 बाइ माइनस गामा + 1 कहाँबाट कहाँसम्म V1 देखि V2 सम्म है। अब यहाँ हेरौँ न है, त्यही नै छ है हाम्रो के छ यही नै छ के, यो माथिको हेरौँ न यो फर्मुला र यो के एउटै छ नि त है, सबैले थाहा पाउनु भयो लाग्यो रे, यो नझुकिनु है यसमा, यो केही छैन, यही फर्मुलामा सेम योको भ्यालुमा हामीले x राखिदिनु त ठ्याक्कै यही आउँछ है। ल अब के गरौँ भन्दाखेरि यो माइनस गामा + 1 के गरौँ अगाडि लिएर आउँ न, अगाडि लिएर आउँदा यसलाई चाहिँ हामीले K बाइ 1 माइनस गामा भनेर लेख्न पाइयो नि त, यो पोजिटिभ अगाडि छ, ल पोजिटिभको पछाडि ल्याऊ है। अब यसमा चाहिँ हामीले लिमिट राख्दियौँ, हामीले लिमिट राख्दाखेरि के हुन्छ भन्दाखेरि हायर लिमिट माइनस लोअर लिमिट हो भनेको x a बाट b सम्म हामीले कुनै लिमिट लगाउँदा xb माइनस xa गरेर हामीले राख्थ्यौं नि त यो लिमिटमा इन्टिग्रेसनमा, त्यस्तै चाहिँ b2 माइनस गामा + 1 अनि माइनस v1 माइनस गामा + 1 हो लोअर लिमिट टु सरी हायर लिमिट माइनस लोअर लिमिट है, इज इक्वल टु हाम्रो k बाइ 1 माइनस गामा। अब के गर्दियौ यो के चाहिँ भित्र पठाइदियो दुईटै है, मल्टिप्लाई गर्यौं है, दुईटै के गरौँ मल्टिप्लाई गरौँ है भनेको
के अनि बाई यो v2 लाई चाहिँ के गरौँ यो माइनस गामा छ नि त माइनस गामा पोजिटिभ गर्न तल लिएर आइदिउँ न v2 गामा माइनस 1 माइनस के v1 गामा माइनस 1 है यो थाहा भयो होला नि हैन यो माथिबाट तल आउँदाखेरि के हुन्छ माइनसको प्लस भयो प्लसको के भयो माइनसको प्लस भयो प्लसको माइनस हुन्छ हो कि हैन यो नझुकिने x - 1 लाई हामीले 1/x लेख्न पाइएन या यो त सिम्पल हो a - b छ भने यसलाई लेख्दाखेरि 1/x b - a यसरी हामीले यो सिम्पल हो है यो 10 कक्षा 9 8 9 कक्षाकै यो भ्यालु कहिले काहीँ यसमा पनि झुकिने धेरै जना हुनुहुन्छ र यसमा चाहिँ नझुकिने त्यही नै हो सिम्पल सिम्प्लिफिकेसन मात्र गरेको है अब यसमा हामीले के गर्नु पर्यो एडियाबेटिक नाउ फ्रम एडियाबेटिक इक्वेसनबाट फ्रम एडियाबेटिक इक्वेसन है हाम्रो यो ओक्डन निकाल्नको लागि ओक्डन इन एडियाबेटिक निकाल्नको लागि एडियाबेटिक इक्वेसन एकदम आउँछ के त्यही भएर हामीले एडियाबेटिक इक्वेसन पहिले निकालेर पछि ओक्डन हामीले गरेका हुन्छौं के है ओक्डन एडियाबेटिक भनेको त pb = k कन्स्टेन्ट हो के हैन या यसलाई चाहिँ हामीले p1 v1 = pb गामा p1 v1 गामा = p2 v2 गामा = k भनेर पनि लेख्न मिल्यो है कन्स्टेन्ट है अब यो भ्यालु छ नि यो k को भ्यालु यहाँ र यहाँ राख्दिउँ न है भनेको टोटल ओक्डन = 1/1 माइनस गामा भनेको k को भ्यालु यहाँ हाम्रो v2 छ नि त भनेपछि p2 को यो राख्दिउँ न p2 v2 गामा बाइ v2 गामा -1 माइनस p1 v1 बाइ v1 गामा -1 यो गामा भयो के हो यसमा चाहिँ p1 v1 राख्दिम यो तलको जस्तो यो यसमा चाहिँ के गरेको भन्दा यो र यो भ्यालु राख्दिएको मात्र हो है यसमा केही पनि गर्यो हैन अरु कुराहरु है अब यसमा चाहिँ हामीले के गरौँ भन्दाखेरि 1/1 माइनस गामा अब के हुन्छ भन्दाखेरि यो v2 छ नि v2 गामा छ नि v2 गामा के हुन्छ यो र यो के हुन्छ भ्यालु क्यान्सल आउट हुन्छ है यो र यो भने के हुन्छ त क्यान्सल आउट हुन्छ अनि यहाँ के मात्र आउँछ v1 आउँछ नि त त्यही भएर यसको चाहिँ हाम्रो के हुन्छ p2 v2 माइनस p1 v1 आउँछ के यो हेर्यौं भने है यो हजुरले गर्नु भने यो भनेको v2 गामा इन्टु v2 -1 गामा यो -1 माथि आउँदा के हुन्छ v2 आउँछ यो v1 रहन्छ नि त v1 फेरि माथि आउँदा के हुन्छ त -v1 छ नि त टु द पावर माथि आयो भने पोजिटिभ हुन्छ हो यो आयो के है अब आइडियल ग्यास इक्वेसनमा अब यो p2 v2 अब हामीले यसमा चाहिँ केमा चेन्ज गर्न पर्छ भन्दाखेरि यो चाहिँ हामीले आइडियल ग्यास इक्वेसन भनेको पहिला यो चाहिँ हाम्रो केमा भयो भन्दाखेरि अब यसमा केमा भयो भन्दाखेरि यो प्रेसर र भोल्युम अब टेम्परेचरमा निकाल्न न त वी नो हामीलाई के थाहा छ टेम्परेचरमा भन्दाखेरि टेम्परेचर निकाल्नको लागि आइडियल ग्यास इक्वेसनले के भन्छ pv = nRT हो के हैन भनेको अब pv को साटो हामीले nRT लेख्न पाएको पाइन यहाँ हो त्यही भएर हामीले w के लेख्न पायो 1/1 माइनस गामा nr त कन्स्टेन्ट हो nr राख्दिम है भनेको pv या यसलाई चाहिँ अब p1 v1 = nr_t1 हो p2 v2 भनेको nr_t2 हो यो जे पनि लेख्न पाइयो नि त अब pn vn = nr_tn हो त्यसरी हामीले जसरी लेख्न पायो त्यही भएर अब यसमा चाहिँ p2 v2 nr_t2 माइनस p1 v1 nr_t1 है अब के हो nr के गर्दिम अगाडि राख्दिम nr अगाडि आयो 1 माइनस गामा को गामा यो गामा है नजुकिनु t2 माइनस t1 ल अब यदि 1 मोल भने फर 1 मोल भनेको n को भ्यालु 1 भयो भने ओमेगा भनेको के हुन्छ r/1 माइनस गामा t2 माइनस t1 फेरि यहाँ फेरि कहीं बुकहरुमा लेखेको हुन्छ हेर्नु नझुकिने कहीं बुकहरुमा w = r/gamma - 1
t1 माइनस t2 पनि के हुन्छ लेखेको हुन्छ यो नजुकिने किनभने यो गामा यो अगाडि ल्याइदिने यो पछाडि आउने अगाडि साइन हुन्छ फेरि यो साइन कन्भेन्सन साइन एक्सचेन्ज हुँदाखेरि यो आउँछ कि यो दुईटा भनेको के हो त एउटै हो साइन एक्सचेन्ज हुँदा हामीले यो भ्यालु लेख्ने हुन्छ यो भ्यालु लेख्ने हुन्छ है हो यही नै हो this is the required work done in adiabatic process ल है यसमा चाहिँ यसको चाहिँ यति नै हो हामीले यहीँसम्म गर्यो नि हुन्छ p2 v2 को फर्ममा निकाल्नु भने यहाँसम्म गर्यो अनि यहाँ टेम्परेचरको फर्ममा निकाल्नु भने वर्क डन यो भनेर निकाल्यो है जुन निकाल्यो भने यो एकदम इम्पोर्टेन्ट छ है यो 2079 मा सोधेको 2079 मा नि सोधेछ अनि 2081 मा नि सोधेछ एकदम यो इम्पोर्टेन्ट छ है यो चाहिँ यो चाहिँ हामीले यो एकदम इम्पोर्टेन्ट यो एडियाबेटिक प्रोसेस हो वर्क डन बाट सुरु हुन्छ पीवी एडियाबेटिक इक्वेसन हालिन्छ हामीले अनि यसको चाहिँ हामीले इन्टिग्रेसन गरिन्छ यहाँ आउँछ हाम्रो इन्टिग्रेसन गरेर अनि यसमा फेरि एडियाबेटिक इक्वेसन बाट हामीले के गरिन्छ यो भ्यालु निकालिन्छ र के हुन्छ टेम्परेचरको फर्ममा यो आइडियल ग्यास इक्वेसनमा राखेर हाम्रो यो आउँछ है ल यति नै छ कसैले केही गाह्रो केही छ भने मलाई चाहिँ कमेन्ट गर्नु होला है कमेन्ट गर्नु होला र मैले चाहिँ हजुरहरुलाई त्यही कमेन्टमा चाहिँ रिप्लाई गर्ने छु है कमेन्टमा चाहिँ केही कुरा सोध्न छ या कुनै मैले भिडियो फर्दर कुनै बनाउन छ भने मलाई भन्नु होला है ल आजलाई यति नै थ्यांक यू